यो पीडादायक जीवन कहिलेसम्म भन्छु के। त्यही भएर कसैलाई पनि यो रोग नलागोस्। मैले त जुन भोगेँ जुन सहेँ यो चाहिँ कसैलाई नलागोस्। मैले जति दुःख भोगे पनि मेरो त धेरै साथीभाइ त्यही छोरीको अनुहार हेरेर पनि बाँच्न मन लाग्छ। मलाई त्यही छोरीको अनुहार हेरेर पनि मलाई बाँच्न मन लाग्छ। अनि कसरी यो छोराछोरीलाई म मरिहाल्यो भने यिनी छोराछोरीले के गर्लान् होइन। त्यही भएर मलाई चाहिँ अब सिकाउन मन लाग्छ कि यस्तो गर उस्तो गर, धेरै कुराहरू भनौँ न आफू नहुँदा असर नपरोस् न बच्चालाई भनेर चाहिँ सिकाउँछु। धेरै कुराहरू सिकाउँछु। यस्तै छ भाइ। पटक पटक गल्ती गर्नुभएको छ मेरो श्रीमानले है। सुन्नुहुन्छ होला, सुने पनि मलाई केही फरक पर्दैन। पटक पटक गल्ती गर्नु मानिसबाट एकचोटि गल्ती हुन्छ माफ गरिन्छ, दुईचोटि गल्ती हुन्छ माफ गरिन्छ। धेरै पटक गल्ती गरेर माफ गर्ने मान्छे पनि त्यो पनि अपराधी नै हो भन्छु मैले चाहिँ। 12-13 वर्ष भइसक्यो मेरो डिभोर्स भएको छैन। उहाँ आफ्नो तरिकाले रमाउनु भएको छ। म दुःख सङ्घर्ष गरेर बसिरहेको छु। छोराछोरी जन्माएको श्रीमती हो भनेर उहाँले मलाई हेरेको भए सायद मैले माफ गर्थेँ होला कि। मैले माफ गर्न सक्दैन। यो जुनीमा कुनै हालतमा पनि माफ गर्न सक्दैन। दुःखमा जसले साथ दिन्छ नि त्यो हो कि आफ्नो रगतको नाता पनि आफ्नो होइन नि भाइ। मैले यति कुरा बुझिसकेँ कि अहिले विगत 2 वर्ष 4 महिनामा मलाई 81 त्यस्तो हुँदाखेरि लाखौँ पैसा चाहिने भएको थियो। त्यस्तो अवस्थामा सधैँभरि बोल्ने मान्छे बोल्ने साथी पनि बोल्न छोड्नुभयो। कहिले पनि नबोल्ने मान्छे फेसबुकमा साथी हुनुहुन्छ यस्तो भयो भन्दा बित्तिकै आएर सहयोग पनि गर्नुभयो। यो संसारमा राम्रो काम गर्ने मान्छेलाई भगवान्ले धेरैचोटि परीक्षा लिनुहुनेछन् भाइ। त्यस कारणले गर्दाखेरि जो मान्छेले ठक्कर खाएको छ, जिन्दगीमा सङ्घर्ष गरेको छ, मैले त के भन्छु, सुख के हो नसोध मलाई, दुःख के हो सोध भन्छु कि। मर्नु त सबैलाई छ होइन। तर के लाग्छ भने सबैभन्दा आमा भइसकेपछि छोराछोरीको एकदमै पीडा हुँदो रहेछ। छोराछोरीलाई टुरो पारेर त जान मन त कसैलाई लाग्दैन नि त। कहिले जीवनमा मलाई क्यान्सर होला भन्ने मैले कल्पना पनि गरेको थिएन नि त। म न कहिले झाड रक्सी खाएँ न कहिले चुरोट बिडी खाएँ। मलाई क्यान्सरको कहिले पनि सपना कल्पनै गरेको थिएन। 81 त्यस्तो भन्दाखेरि थर्ड स्टेज राइट साइडमा आधा लङ्स छैन। मेरो ऋण लगभग 1 करोड छ। उपचार गर्नै लागिसक्यो 1 करोड 85 लाख सकिसक्यो। सकियोस् केही छैन। म बाँचेँ भने त त्यो ऋण तिर्न गाह्रो छैन। संसारमा सबैभन्दा माया गर्ने भनेको को हो भनेपछि आमा, जन्म दिने आमा। र संसारमा सबैभन्दा ठुलो आफ्नो के हो त भनेपछि आफ्नो काम, आफ्नो सिप। आज मृत्युलाई पनि जित्ने एउटा योद्धा रेखा दिदी हुनुहुन्छ। दिदी नमस्ते। नमस्ते। रेखा दिदीको चाहिँ मैले केही इन्टरभ्यूहरू हेरेको थिएँ। हजुर। तपाईँको स्टोरीले मलाई छोएको थियो र कोही व्यक्ति क्यान्सर लडेर पनि जित्न सक्छ भन्ने एउटा मेसेज तपाईँले दिनुभएको थियो। हजुर। है क्यान्सर जितेर सुखमय जिन्दगी कटाइरहनु भएको थियो। फेरि अस्ति एउटा स्टाटस हेरेँ, हजुर, म त फेरि क्यान्सर भएँ भन्नुभयो। एउटा व्यक्तिलाई कतिचोटि दैवले हुन्छ नि युद्ध गरिराख्छ। के रहेछ दिदी यो चाहिँ जिन्दगीमा तपाईँले फेरि अर्कोचोटि लड्नुपर्ने अवस्था आयो होइन? यस्तो भयो। मलाई चाहिँ 2080 भदौको पहिलो हप्तामा मलाई लङ्स क्यान्सर 3rd स्टेज भनेर डक्टरले भन्नुभयो। एकदम जटिल केस छ। 3 महिनाभन्दा बढी तपाईँ बाँच्न सक्नुहुन्न, छिटो छिटो व्यवहार मिलाउनुहोस् भनेर भन्नुभयो। 3 महिनाको डेट 3 महिनाको डेट दिनुभयो हेम्स हस्पिटलमा। त्यसपछि मलाई के लाग्यो भने म त्यति बेला लगभग 66-66.5 किलोको थिएँ। अहिले चाहिँ वेट घटेको छ। कति हुनुहुन्छ अहिले? अहिले म 49 किलो छु। अच्छा।
स्लिम त भएको छ नि त। हुँ। अनि त्यसपछि मलाई के लाग्यो भने मेरो ज्यान हट्टाकट्टै छ, हल्का फुल्का त्यो कहिलेकाहीँ छाती मात्रै दुख्छ, कसरी म 3 महिनामा मर्छु भन्ने भयो। त्यसपछि अब छोरीहरू त एकदमै रुन थाले, आत्तिए होइन। त्यो भनेपछि मैले के सोचेँ भने कहिले जीवनमा मलाई क्यान्सर होला भन्ने मैले कल्पना पनि गरेको थिएन नि त। म न कहिले जाँड रक्सी खाएँ, न कहिले चुरोट बिँडी खाएँ। मलाई क्यान्सरको कहिले पनि सपना कल्पनै गरेको थिएन। एक्कासी त्यस्तो भन्दाखेरि थर्ड स्टेज डक्टरको मुखबाट त्यस्तो शब्द निस्किसकेपछि केही पनि सङ्केत पनि केही देखाएको थिएन? सङ्केत थियो नि, मलाई छाती दुख्थ्यो घरिघरि। अब यहाँ चाहिँ म तपाईँको यो गङ्गालालमा धेरै पटक गएँ। जाँदाखेरि कहिले प्रेसर हाई छ भन्ने, के प्रेसर हाईको औषधि खानुहोस् प्रेसरको भन्ने, कहिले तपाईँलाई अब मुटुमा समस्या पनि छैन त्यो औषधि खानुहोस् भने, त्यस्तो गरेर लगभग 30औँ पटक म गङ्गालाल गएँ होला। तर डक्टरले मलाई कहिले पनि छाती चेक गर्नुहोस् पनि भन्नु भएन र मेरो दिमाग पनि त्यतिर गएन। सायद मलाई दुःख भोग्न लेखेको थियो होला। छातीमै क्यान्सर भयो? छातीमा लङ्समै भयो, फोक्सोमै क्यान्सर भयो। त्यसपछि मैले जसले कहिले चुरोट खाँदैन, खान पर्दो रहेनछ नि त। त्यसपछि म चाहिँ घर आएँ। घर आइसकेपछि डक्टर बोलाएर जाल मलाई छोरी मान्नुहुन्छ, उहाँले दसैँमा टिका लाउन जान्छु। उहाँले चाहिँ ल छोरी तिम्रो जटिल केस छ, लङ्सको कुरा हो, इन्डिया जानुपर्छ भन्नुभयो। त्यसपछि अर्को एकजना डक्टर हुनुहुन्छ वीर हस्पिटलमा, डक्टर ज्ञानेन्द्र शाह, उहाँलाई मैले भने, फोन गरेँ, भाइ मेरो त जिन्दगी सकिएछ नि भनेर भने। के भएर दिदी भन्दाखेरि यस्तो यस्तो भयो भन्दाखेरि तुरुन्त आउनुहोस् त रिपोर्ट लिएर भन्नुभयो। रिपोर्ट लिएर गइसकेपछि उहाँले के सल्लाह दिनुभयो भने तपाईँ इन्डिया गइहाल्नुहोस् दिदी भन्नुभयो। इन्डिया जानुहोस् भनेपछि कुन हस्पिटल जाने त मलाई त केही थाहा छैन। त्यसपछि उहाँले हरियाणा फोर्टिज हस्पिटलमा जानुहोस् भन्नुभयो। त्यसपछि हामी उता हिँड्यौँ। त्यहाँ गइसकेपछि मैले बायोप्सी पनि मैले इन्डियामै गरेको। यहाँ नेपालमा त्यस्तो भनिसकेपछि हुन त रहेछ नि त। जब आफूलाई क्यान्सर भयो त्यसपछि बल्ल पो बुझ्यो त हरिसिद्धि हस्पिटल रहेछ, क्यान्सर हस्पिटल भक्तपुर रहेछ, धेरै हस्पिटल रहेछ नि त। तर मैले के सोचेँ भने मलाई यहाँ नेपालमा यस्तो भनिसकेपछि म किन अन्त जाने जस्तो लाग्यो। त्यसपछि इन्डियै गएँ। तर जे होस् मेरो केसको लागि चाहिँ इन्डिया नै सल्फा। हजुर। त्यसपछि तपाईँ त्यो क्यान्सरबाट जोगिनु भयो? जोगिने भन्दा पनि म त्यहाँ गएँ। गइसकेपछि मैले त्यहीँ बायोप्सी गरेँ। अनि त्यसपछि किमो भयो, 3वटा किमोपछि अपरेसन भयो, लङ्सको अपरेसन। मेरो आधा राइट साइडमा आधा लङ्स छैन। त्यसपछि मैले डक्टरले भन्नुभयो कि 30वटा रेडिएसन गर्नुपर्छ भन्नुभयो। 30 पटकसम्म रेडिएसन भयो। अब त ठिक भयो होला, अब नेपाल फर्किन पाउँछु, घर फर्किन पाउँछु भनेको। उहाँहरूले फेरि मलाई भन्नुभयो ओरल किमो खानुपर्छ 3 वर्षसम्म भन्नुभयो। त्यो औषधि असाध्यै महँगो के भाइ, 2 लाख पर्छ महिनाको। 2 लाख पर्छ। अब के गरौँ, नखाएर त भएन, जसरी तसरी खानै पर्यो। छोरीले बरु म पढ्न छोड्छु भन्न थाली, छोरोले म विदेश जान्छु बरु भन्न थाल्यो। तर आमा त बाँच्न पर्यो। त्यसपछि मैले चाहिँ त्यो औषधि खान थालेँ। त्यो औषधि खान थालेपछि मलाई एकदमै कमजोर बनायो, डाइरिया हुने। त्यस्तो हुँदा हुँदा पछि मैले लगभग त्यो औषधिलाई मैले जित्न थालेँ मेरो शरीरले। 15 महिनापछि अब भनौँ न फेरि म फलोअपमा जाँदाखेरि लङ्समा क्लियर छ, ब्रेनमा फेरि क्यान्सर थियो। ब्रेनमा कुछ गडबड है भन्दा बित्तिकै अनि एमआरआई गरियो। एमआरआई गरिसकेपछि ब्रेनमा 3 ठाउँमा क्यान्सर, सानो सानो भनौँ न 2 mm 3 mm को छ भनेर भनेपछि अब कस्तो भनौँ न ओहो भन्ने भयो। म भन्दा पनि मेरो छोरी एकदमै आत्तिने, कान्छी छोरी पुरै हस्पिटलै थर्काउन थाली रोएर, नरो छोरी मलाई केही पनि हुन्न भने। त्यसपछि डक्टरलाई सोधेँ म बाँच्छु भने उपचार गर्छु, थप उपचार होइन भने म गर्दिनँ, मेरो सबै सिद्धिसक्यो भनेर भन्दाखेरि उपाय छ भनेर भन्यो। के उपाय छ त भन्दाखेरि गामा नाइफबाट
रेडियो सर्जरी गर्नुपर्छ, ठिक हुन्छ भने। म त भाइ साँच्चीकै भन्नुपर्दा यो मृत्युलाई त म धेरै नजिकबाट देखेँ कि। एकचोटि अब लङ्सको अपरेसन गर्दाखेरि होइन 3 महिनाको 3 जम्मा महिना डेट। डेट, अनि त्यसपछि त्यो 12 घन्टा लाग्यो लङ्सको अपरेसन गर्न। चान्सेस धेरै कम छ भन्नुभएको थियो डक्टरले इन्डियामा पनि, तर त्यो सफल भयो। त्यसपछि फेरि ब्रेनको सर्जरी गर्दा यति गाह्रो हुने रहेछ, यति दुख्ने रहेछ भाइ। मेरो त पुरा यो दिमागमा टाउकोमा यहाँबाट इन्जेक्सन लाएर यहाँ बोल्ट खसेर 4 ठाउँमा त्यसरी मेसिनमा हालियो। अनि त्यसपछि मलाई के लाग्यो भने ओहो मेरो ब्रेनमा क्यान्सर भयो। मर्नु त सबैलाई छ नि एक दिन, हामी सबै जानुपर्छ के भाइ, यो यथार्थ कुरा हो कि। तर डराउने किन? म डराउँदिनँ। मलाई किन भित्रदेखि नै भनौँ न जीवनभर मैले सङ्घर्ष गर्दै गर्दै यहाँसम्म आएँ, धेरै ठक्करहरू खाएँ। त्यसपछि मलाई डर भन्ने कुरा लाग्दैन, तर मर्नु त छ, तर बाँचुन्जेल एउटा व्यवहार त मिलाउनु पर्यो। व्यवहार मिलाएन भने त मेरो छोरालाई त समाउँछ नि त मान्छेले, ऋणमा डुबाउनु भएन भन्ने लागेर मैले चाहिँ मेरो कम्पनीको पार्टनरसिपमा काम गरेको थिएँ। 6 वर्ष एक्लै अचार कम्पनी गरेँ, 2 वर्ष पार्टनरसिपमा गरेँ। पार्टनरसिपमा गरिसकेपछि मलाई क्यान्सर भएपछि अब पार्टनरले पनि अमेरिका हुनुहुन्थ्यो, उहाँले पनि राम्रो पार्टनर पाउनुहुन्छ भने मेरो हिसाब दिनुहोस् भन्नुभएको थियो। अब म मरिहालेँ भने त मेरो छोराछोरीले कसरी दिन्छन् भन्ने भयो। त्यसपछि मैले चाहिँ एकजना पार्टनर हुनुहुन्छ अहिले, लगभग 3 महिना भयो, एकदमै राम्रो हुनुहुन्छ। अहिले म उहाँको नाम अझै म राख्नुहुन्छ? हजुर, अहिले चाहिँ किनकि उहाँहरूसँग म काम गर्दैछु, भोलिको दिनमा धेरै राम्रो हुन्छ कम्पनी भन्ने मलाई लागिरहेको छ। र उहाँहरूले चाहिँ उता पुरानो पार्टनरलाई हिसाब दिनुभयो। र मलाई के लाग्यो भने अहिले छोरी र उहाँ हुनुहुन्छ? छोरी र उहाँ हुनुहुन्छ। म पनि जान्छु, मेरो मनले मान्दैन। म कम्पनीमा जान्छु, 22 जना स्टाफ हुनुहुन्छ। अहिले पनि 22 जनालाई स्यालेरी खाइरहनु। ऋण छैन अहिले? ऋण किन नहुनु छ, तर पार्टनरलाई दिने पैसा दियो होइन। अब पार्टनरले त अब पार्टनरबाट टेन्सन भएन नि त उहाँहरूको। कति अब ऋण टाउकोमा कति छ दिदी? मेरो ऋण लगभग 1 करोड छ। उपचार गर्नै लागिसक्यो 1 करोड 85 लाख सकिसक्यो। हजुर, सकियोस्, केही छैन। म बाँचेँ भने त त्यो ऋण तिर्न गाह्रो छैन। उता पार्टनरको काम चाहिँ मिल्यो भनौँ न। त्यसपछि मेरो छोरी ब्याचलर क्लियर गरिन् कान्छीले। उही हो मलाई सब थोक हेर्ने, खानपिनदेखि लिएर आमालाई कसरी बचाउने, कहाँ लगेर बचाउने, के खुवाएर बचाउने। उसलाई जतिको पिर मलाई भन्दा बढी पिर उसलाई छ। तपाईँले अघि भन्नुभयो म जिन्दगीको 2टा लडाइँ जितेर आएको छु भन्नुभयो। यो अन्तिम क्यान्सर अहिले जुन तपाईँले भोगिरहनु भएको छ, हजुर, योबाट कति समयपछि हुन्छ भन्नुभएको छ डक्टरले? होइन यस्तो छ, डक्टरले मेरो जब ब्रेनको सर्जरी भयो, डक्टरले भन्नुभएको थियो 96% मान्छेलाई चाहिँ ठिक हुनसक्छ, 4%लाई हुन गाह्रो छ भन्नुभएको थियो। तर अहिले मैले ओरल किमो खाइरहेको छु, 3 वर्ष खाने भनेको औषधि अब जीवनभर खानु पर्ने भयो, 2 लाख औषधि। त्यो एउटा दुःख कुरा हो भनौँ न। बाँचुन्जेल महिनामा 2 लाख बाँचुन्जेल खानु पर्यो, किनकि ब्रेनमा नसरेको भए मलाई 3 वर्षमा छोड्दा नि हुन्छ भन्नुभएको थियो। तपाईँले बिचमा औषधि छोड्नाले ब्रेनमा गयो भने? मैले छोडिनँ, औषधि छोडिनँ, तर मलाई मेरो शरीर कमजोर हुँदै गएको थियो नि त। ओरल किमो खाएँ, डाइरिया हुन्थ्यो, त्यसपछि शरीर कमजोर हुँदै गएपछि क्यान्सर भन्ने कुरा कस्तो रहेछ भने मलाई क्यान्सर लाग्यो, मलाई औषधि खाएर ठिक भयो भन्ने कहिले पनि नसोच्ने। अब कतिखेर कहाँ सर्छ भन्ने कुरा कसैलाई थाहा नहुँदो रहेछ। त्यस कारणले गर्दाखेरि मेरो ब्रेनमा क्यान्सर होला भन्ने मैले सोचेको थिएन। क्यान्सर भनेको भित्री घाउ त हो नि? भित्री घाउ हो, तर मैले यसलाई पनि जित्नको लागि ब्रेनको क्यान्सर, लङ्स त क्लियर भइसक्यो भन्नुभएको छ होइन। नत्र हजुरसँग यसरी बोलिरहन सक्दैन थियो नि, सास बढेर गाह्रो हुन्थ्यो मलाई होइन। अनि ब्रेनको क्यान्सर पनि मैले जित्न सक्छु कि भनेर चाहिँ म धेरै कोसिस गरिरहेको छु। अब खानपिनमा ध्यान दिनु पर्यो, सबैभन्दा मेन कुरो एक्सर्साइजहरू गर्नु पर्यो, योगाहरू गर्नु पर्यो, बाँच्नु छ नि त।
त्यत्रो कम्पनी छ नि त, त्यो छोराछोरी छन्, छोराछोरी छन् त, कहाँ छोराछोरीलाई टुरो बनाएर जान सकिन्छ। मेरो त सपना धेरै ठुलो छ के भाइ। श्रीमान चाहिँ श्रीमान गाउँतिरै हुनुहुन्छ, उहाँले आफ्नो तरिकाले काम गर्नुहुन्छ, खानुहुन्छ। तपाईँलाई यस्तो भएपछि केही भन्नुभएको छैन? उहाँले यस्तो थियो, 3 महिनामा मर्छ भनेर बाबा मम्मीलाई यस्तो यस्तो भन्यो, 3 महिना मात्रै समय तोक्यो, कसरी हुन्छ के गरी हुन्छ मम्मीलाई हेर्न पर्यो भन्दाखेरि उहाँ चाहिँ 11 महिनासम्म आउनु भएन कि, 11 महिनासम्म आउनु भएन। त्यसपछि सायद उहाँले कहिले मर्छ भनेर बाटो हेरेको हो कि भन्छु क्या कहिलेकाहीँ। तर 11 महिनापछि आउनुभयो, आएर 2-4 दिन बस्नुभयो, अलिअलि सहयोग गर्नुभयो, धेरै होइन, गर्नुभयो, जानुभयो। उहाँको आफ्नै छ भनौँ न, नयाँ जिन्दगी, नयाँ जिन्दगी छ। ठिकै छ, मलाई त्यस विषयमा म केही भन्नु छैन, किनकि म एक्लै सङ्घर्ष गरेँ, एक्लै पौरख गरेँ। मेरा छोराछोरीले मलाई हरपल साथ दिएका छन्, म त्यसैमा खुसी छु। दिदी एउटा कुरा हजुरले अलिकति ल्याइहाल्नु भयो होइन? हजुर एक त मृत्युसँग तपाईँ लडिरहनु भएको थियो, हजुर अर्कोतिर जसलाई तपाईँले 11 महिनासम्म कुरिरहनु भएको थियो, हजुर छोराछोरीले एकचोटि भए पनि बुवा मम्मीको अन्तिम पटक भएन अनुहार हेर्न आउनु भनिरहँदाखेरि त्यो बेलामा पनि जसको लागि भनेर तपाईँले माइती छोडेर आउनुभयो होइन? अहिले पनि सिन्दुर लागिरहेछ होइन, जसको सिन्दुर तपाईँ पहिरिरहनु भएको छ, त्यो व्यक्तिबाट मैले यस्तो दुःखमा पनि साथ पाइनँ भन्दाखेरि कस्तो हुँदो रहेछ दिदी? केही पनि नै, पाठ सिकेँ, धेरै कुराको पाठ सिकिसकेँ। संसार के रहेछ, दुःखमा को आफ्नो को पराई। यदि ऊ मान्छेले भनौँ पटक पटक गल्ती गर्नुभएको छ मेरो श्रीमानले है, सुन्नुहुन्छ होला, सुने पनि मलाई केही फरक पर्दैन। पटक पटक गल्ती गर्नु मानिसबाट एकचोटि गल्ती हुन्छ माफ गरिन्छ, 2 चोटि गल्ती हुन्छ माफ गरिन्छ, धेरै पटक गल्ती गरेर माफ गर्ने मान्छे पनि त्यो पनि अपराधी नै हो भन्छु मैले चाहिँ। मलाई चाहिँ उहाँको आशा केही पनि थिएन पनि, छैन पनि। 12-13 वर्ष भइसक्यो मेरो डिभोर्स भएको छैन। उहाँ आफ्नो तरिकाले रमाउनु भएको छ, म दुःख सङ्घर्ष गरेर बसिरहेको छु। मेरो दिमागमा के चल्थ्यो भने मैले जन्माएका छोराछोरीलाई कसरी पढाउँ लेखाउँ, कसरी ठाउँमा पुऱ्याउँ होइन, मलाई चाहिँ के गर्दा सही के गर्दा गलत भनेर मैले चाहिँ त्यो सोचेँ। उहाँले चाहिँ त्यो सोच्नु भएन। त्यस कारणले गर्दाखेरि अब उहाँलाई मैले केही पनि भन्न चाहन्न, जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ होइन। तर कस्तो हुँदैछ भने भाइ, जब दुःख पर्छ नि त्यो 3 महिनाभित्रमा आएर कसरी बचाउँ यसलाई, यत्रो छोराछोरी जन्माएको श्रीमती हो भनेर उहाँले मलाई हेरेको भए सायद मैले माफ गर्थेँ होला कि। मैले माफ गर्न सक्दैन, यो जुनीमा कुनै हालतमा पनि माफ गर्न सक्दैन। उहाँको कुराबाट मलाई आँसु पनि आउँदैन, किनकि चोटमाथि चोट दिएको मान्छे दुःखमा जसले साथ दिन्छ नि त्यो हो कि आफ्नो रगतको नाता पनि आफ्नो होइन नि भाइ। मैले यति कुरा बुझिसकेँ कि अहिले विगत 2 वर्ष 4 महिनामा मलाई 81 त्यस्तो हुँदाखेरि लाखौँ पैसा चाहिने भएको थियो। त्यस्तो अवस्थामा सधैँभरि बोल्ने मान्छे, बोल्ने साथी पनि बोल्न छोड्नुभयो। कहिले पनि नबोल्ने मान्छे फेसबुकमा साथी हुनुहुन्छ, यस्तो भयो भन्दा बित्तिकै आएर सहयोग पनि गर्नुभयो। त्यस कारणले गर्दाखेरि मलाई अहिले आएर बुझ्दैछु मैले, जतिले मलाई सहयोग गर्नुभयो नि भाइ, रेखा पनि कमजोर छैन, रेखासँग सिप छ, ज्ञान छ। आज हजारौँलाई सिप सिकाएर आत्मनिर्भर 20,000 भन्दा बढीलाई सिकाउनु होइन, 70-80 हजारलाई महिला दिदीबहिनी दाजुभाइलाई सिकाएर आज कतिले उद्योग खोल्नु भएको छ। आखिर उहाँहरूको आशीर्वाद पनि सायद मलाई लाग्यो होला। 80,000लाई यही नेपालमा बाँच्ने आधार दिनुभयो, बाँच्ने आधार तर तपाईँ अहिले आफै मृत्युसँग लडिरहनु भएको छ। म मृत्युसँग लडिरहेको छु र जित्छु भन्ने आशा छ। र मैले चाहिँ नेपालको धादिङ जिल्लाको रुबी भ्यालीसम्म गएको छु म तालिम सिकाउन। धादिङको एकदमै टाढा, एकदमै दुर्गम कस्तो ठाउँमा गएको छु। र कैलाली, बर्दिया, दाङ, तपाईँको यता काभ्रे, कहाँ गएको छैन म तालिम सिकाउन। गोर्खा धेरै ठाउँमा सिप सिकाउँदै हिँड्दै गरेको थिएँ। मलाई मनमा जति पीडा भए तापनि महिला दिदीबहिनीहरूलाई
बाँच्नु तपाईँ बिरामी भएपछि पनि यसरी हिँड्नुभयो दिदी? नै बिरामी भएपछि अनलाइन तालिम दिएँ। ए अनलाइनबाट नि अहिले पनि अनलाइनमा तालिम दिन्छु। बिहान पनि 2 जनाले भनेको हजुरलाई औषधि खाना पुग्ने चाहिँ अनलाइनबाटै यस्तो म्यानेज हुन्छ गर्नुहुन्छ दिदी? यस्तो हुन्छ। अनलाइनबाट औषधि खानलाई पुग्ने भन्दा पनि अलिअलि हुन्छ। कतिपय रुनुहुन्छ फेरि दिदीबहिनीहरू फ्रीमा पनि सिकाइदिन्छु, मनले मान्दैन। अब मैले अचार उद्योग जो टिकटकमा तपाईँहरूले देख्नुहुन्छ होला, 25% त सायद मैले सिकाएका दिदीबहिनीले टिकटकमा हाल्नुहुन्छ कि। त्यस कारणले गर्दाखेरि मलाई के लाग्छ भने बाँचुन्जेल आफू मात्रै आफै दुःख गरेर आफ्नो उपचार चाहिँ गरौँ, माग्नु नपरोस् भन्नेमै हो दिदी? नै, म यस्तो छ, मैले सहयोग गर्नुभयो नगरेको होइन। मैले एकदम अप्ठ्यारो पऱ्यो त्यति बेला, आत्तिएँ होइन। मैले न केही त्यति बेला बेच्न सकेँ होइन, किनभने बिजनेस बन्द गर्ने त कुरा भयो। बिजनेस बन्द गर्ने कुरा भएन। त्यसपछि साथीभाइहरूसँग भनौँ न मन खाएकोसँग मलाई यस्तो भयो भने कसैलाई भन्नै परेन, उहाँहरूले आफै सहयोग गर्नुभयो। तर मलाई त्यस्तै आफ्नो पौरखमा बाँचिरहेको थिएँ नि त। त्यसपछि मलाई चाहिँ त्यो हात हिम्मतै आएन के कस्तो लाग्यो, अड लाग्यो होइन। किनभने तपाईँ अरूलाई सहयोग गरिरहेको व्यक्ति पनि हो नि त। मलाई थाहा छ तपाईँले त धेरै बिरामीहरूलाई पनि सहयोग गर्नुहुन्थ्यो कि। बिरामीलाई मात्रै होइन, मैले त बाटोमा हिँड्ने, मन्दिर वरिपरि हिँड्ने, त्यो भनौँ न मानसिक सन्तुलन ठिक नभएका बुढा आमा लगेर हस्पिटलमा राखेर अनि मानव सेवा आश्रममा लगेर राखिदिन्थेँ। मैले सक्दासम्म मैले गरेको हो। यदि भगवान्को आशीर्वाद लाग्नुपर्ने भयो भने त तपाईँलाई क्यान्सर होइन, ठेस पनि नलाग्नु पर्ने हो नि। होइन रहेछ नि, यो संसारमा राम्रो काम गर्ने मान्छेलाई भगवान्ले धेरैचोटि परीक्षा लिँदैछन् भाइ। त्यस कारणले गर्दाखेरि जो मान्छेले ठक्कर खाएको छ, जिन्दगीमा सङ्घर्ष गरेको छ, मैले त के भन्छु, सुख के हो नसोध मलाई, दुःख के हो सोध भन्छु कि। मैले अलि अगाडि हेर्नु होला, ठ्याक्कै तपाईँले यता देख्नुहुन्छ, तपाईँले जुन एकदमै आस्था राख्ने भगवान्कै फोटो मैले यता राखेको छु, एकचोटि हेर्नु होला। देख्नुभयो? म देखेँ है। म पनि एकदमै आस्था राख्ने, कहिलेकाहीँ भगवान्प्रति चाहिँ एकदम आस्था राख्छु। कुनै भगवान्लाई हेरेपछि चाहिँ अलि आनन्द आउँछ होइन। आफूले आस्था राख्ने भगवान् हुन्। तर तपाईँले अघि भने जस्तै परीक्षा त्यो व्यक्तिलाई लिन्छन् जो परीक्षामा पास हुँदै जान्छ। तपाईँले पहिलो परीक्षा पास गर्नुभयो, मैले भन्न खोजेको त्यो परीक्षा थियो कि श्रीमानसँगको एक्लोपन, त्यो पनि तपाईँको ठुलो परीक्षा नि त। पहिलो परीक्षा त्यो बच्चाहरू पढाउनु पऱ्यो, पाल्नु पऱ्यो, धेरै गाह्रो। बल्ल बल्ल तपाईँ त्यो परीक्षाबाट पास हुँदै हुनुहुन्थ्यो, डिस्टिङ्सनै हुनुभयो भनौँ। त्यसपछि अर्को ठुलो परीक्षा तपाईँलाई सुरु भयो। शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग भनौँ छाती होइन, क्यान्सर भइदियो। त्यसपछि फेरि अहिले सोच्ने दिमाग अन्त जे तपाईँले सबै चिज यहीँ राख्नु भएको छ, हिजोको विगत, आजको वर्तमान र भोलिको भविष्य पनि यहाँ हटाउनु भएको छ। त्यसमै क्यान्सर भइदियो। त यहाँभन्दा माथि नजा भन्न खोजे त होइन नि? होइन, केही हुँदैन कि त्यो पनि तेरो दिमाग चेक गर्दैछु भने भगवान्ले? होइन, यस्तो रहेछ। मैले चाहिँ के भन्छु भने दिमाग र लङ्स र ब्रेन भने त एकदमै जटिल हो नि त। तर मेरो मनमा के लाग्छ भने रोग लाग्छ कि हामीले सानो एउटा प्रेसर हाई भएको मान्छे पनि मलाई प्रेसर छ, मलाई सुगर छ भनेर डराएको देख्छु कि होइन। त्यो हामी डराउनु भएन कि। डक्टरले 50% काम त डक्टरको हातको कुरा हो। अरू 50 त आफू पनि त दौडिनु पर्यो, एक्सर्साइज हुनु पर्यो होइन। 50% त आफूले पनि त गर्नु पर्यो बाँच्नको लागि होइन। यदि बाँच्न मन छ भने, मलाई मन छ बाँच्न, म जसरी पनि बाँच्नु छ। अनि यताउता यसो हिँड्छु, म कति कार्यक्रममा जान्थेँ म होइन। म चाहिँ अब भनौँ न तालिमकै सिलसिलामा कता जान्थेँ। ओहो रेखा दिदी कति राम्रो मोटोघाटो थियो नि त। अहिले चाहिँ यताउता बाहिर निस्किँदाखेरि साथीहरूले भन्नुहुन्छ, चिनेको मान्छेहरूले भन्नुहुन्छ, ओहो कस्तो दुब्लाको, के भयो तपाईँलाई होइन भन्नुहुन्छ कि। अनि त्यसमा मलाई कस्तो लाग्छ, खिन्न लाग्छ कि। छोरीले भन्छ, मम्मी मान्छेको कुरामा नसोच्नुहोस् है, टेन्सन नलिनुहोस् है भन्छ। म लिँदैन भनेर भन्छु। त्यही भएर सबैभन्दा ठुलो कुरो के रहेछ भनेपछि भाइ, जिन्दगीमा सङ्घर्ष गर्नै पर्छ।
म भोलि मर्छस् भने पनि आज पनि म काम गर्छु के भाइ। म काम गर्न छोड्दैन। मलाई काम नगरिकन बस्नै मन लाग्दैन। जिन्दगी एउटा सङ्घर्ष हो। सङ्घर्ष बिनाको जिन्दगी त कामै छैन नि होइन। त्यस कारणले गर्दाखेरि संसारमा सबैभन्दा माया गर्ने भनेको को हो भनेपछि आमा, जन्म दिने आमा। र संसारमा सबैभन्दा ठुलो आफ्नो के हो त भनेपछि आफ्नो काम, आफ्नो सिप। त्यस कारणले गर्दाखेरि मैले आज के भन्छु भने लाखौँ क्यान्सर पीडित हुनुहुन्छ कि होइन। बिचरा उहाँहरूले म त जनतन जसरी भए पनि उपचार गरिरहेको छु। मसँग आज मेरो हातमा सिप हुन्न थियो भने मेरो श्रीमान 11 महिनासम्म तमासा हेर्दाखेरि मैले के गर्थेँ होला, त्यति बेलासम्म मर्थेँ होला नि त। विकल्पै थिएन नि। तपाईँले त 3 महिना भनेकै उपचार गर्न सक्नुहुन्न भनेर दिएको डक्टरले डेट हो नि त। हो नि। त्यस कारणले गर्दाखेरि मलाई आज के लाग्छ भने जो मानिस रोजगार एउटा सिप सिक्दैन, केही काम गर्दैन होइन, आफूसँग सिप हुँदैन, त्यो मान्छेलाई चाहिँ हिम्मत गर्न सक्दैन जस्तो लाग्छ। होला कोही मान्छेलाई भरिपूर्ण पैसा होला, सम्पत्ति होला, श्रीमानले साथ दिनुहुन्छ होला धेरै महिला दिदीबहिनीहरूलाई, तर त्यो पनि राम्रो होइन जस्तो लाग्छ कि भोलिको दिन कसले देखाएको छ र होइन। भोलि केही धोका भइहाल्यो भने त्यो बेलामा चाहिने त आफ्नो सिप हो होइन। त्यस कारणले गर्दाखेरि मैले चाहिँ धेरै कसले भन्थ्यो कि एउटा साथीले श्री भन्ने चिज चाहिँ अझ यसबाट आउने चिज चाहिँ एकदम महत्त्वपूर्ण छ भन्थ्यो कि श्रीमान भन्दा नि महत्त्वपूर्ण अझ सिप हो भन्थ्यो। सिप हो, 100% सिप हो। सबैभन्दा ठुलो कुरो सिपले कहिले हेप्दैन रे, श्रीमानले हेप्छ अरे होइन। यस्तो सिपले त सिक्दै जा भन्छ रे। यस्तो छ, श्रीमानले हेप्ने भन्दा पनि सबैको श्रीमान त एकनासको हुँदैन नि त। सबैलाई त एकनास भन्न सकिन्न। कति श्रीमतीहरू पनि त के गरेर बिग्रेर गएका छन् होइन। त्यो बिग्रिनुभन्दा बरु आफ्नो केही काम सिक्ने महिला दिदीबहिनीलाई म के भन्छु भने सिप सिकाउँ, आत्मनिर्भर बनाउँ, यही देशमा केही गरौँ, यही देशमा आफ्नै देशमा केही गरौँ। हाम्रो देशमा नेपाल कति सुन्दर देश छ। यही देशमा जे पनि गर्न सकिन्छ के भाइ। एउटा मस्यौरा बनाएर पनि त 2 पैसा कमाउन सकिन्छ। मजाले आँटै गऱ्यो भने त सकिन्छ। गुन्द्रुक बनाएर पनि, गुन्द्रुक बेचेर पनि अहिले विदेश कति जान्छ। मैले अहिले सामान 10वटा देशमा पठाउँछु होइन। त्यस कारणले गर्दाखेरि महिनै पछि कि दिनै पछि होइन, महिनै पछि भन्नाले अर्डर आउँछ अनि बाहिर जापान जान्छ। भनेको तपाईँले बनाएको सामानहरू रोकिँदैन जान्छ। सबै गइरहेछ, सबै थोक जान्छ भाइ। हजुरले 20 जनालाई स्यालेरी खुवाएर 22 जना हुनुहुन्छ। 22 जनालाई स्यालेरी खुवाएर हजुर पार्टनरसिपमा पनि हजुरले महिनामा जस्तो औषधि खाना, ऋण तिर्न भनौँ न, ऋणको ब्याज तिर्न पुगेको छ दिदी? ब्याज तिर्न पुगिरहेछ। ऋण भन्ने कुरा छ, अझै बाँकी छ। तपाईँले अघि भन्नुभयो नि 1 करोड भन्ने, त्यो देख्दा चाहिँ डरै लाग्ला। होइन मेरो कम्पनी पनि त छ नि 4-5 करोडको भन्ने पनि त छ नि तपाईँलाई? होइन, मलाई यस्तो लाग्छ पहिला सुरुमा त 2 लाख ऋण हुँदा पनि डर लाग्थ्यो। हजुर। अब केही छैन, कमाइ होला बिस्तारै। यो बिरामी भइसकेपछि नि लागेको ऋण हो सबै यो? बिरामी हुनुभन्दा पहिला नि थोरै थियो। कम्पनी चलाउँदाखेरि त, बिजनेस गर्दाखेरि त भाइ ऋण बिना त काम गर्न सकिँदैन नि त। तपाईँले भन्नुभयो नि 5 करोडबाट सुरु गरेको, के अरे 5 लाखबाट सुरु गरेको कम्पनी भन्नुभयो। हजुर। 4-5 करोड त तपाईँको पक्कै पनि पार्टनरसिपको हिसाबले नि भएको होला हजुर होइन। त्यही त नि। अहिले त हाम्रो 12 रुपैयाँ जग्गामा आउनुहोस् न एक दिन कम्पनीमा। आफ्नै हो होइन, आफ्नो भइदिएको भए त म कति क्यान्सर पीडितलाई सहयोग गर्थेँ होला। भाडामा हो, वर्षको 10 लाख तिर्नुपर्छ। त्यस कारणले गर्दाखेरि मैले चाहिँ आउने होइन, म धेरैलाई यो भिडियो हेरेर बस्नु हुनेहरू त हजुर दिदीकोमा गएर सिक्नु पनि भन्छु। होइन, तपाईँलाई अझै हौसला पनि मिल्छ होइन। अहिले चाहिँ यस्तो छ, अनलाइनमा मात्रै म 5-6 घन्टा खटेर तालिम दिन सक्दैन होइन। अनलाइनमा बेलुका 7 बजेपछि 8 बजेपछि खानासाना खाने, त्यसपछि बेडमा बस्ने। धेरै ठाउँबाट फोन आउँछ, दिदी हामीलाई तालिम सिकाउनु पऱ्यो, दिदी हामीलाई तालिम सिकाउनु पऱ्यो भन्नुहुन्छ। अनि त्यसपछि बेडमा बस्ने, पेन लिने, कपी लिने, मैले रेसिपी टेपाइदिन्छु, यो अचार यसरी बनाउनु, यो अचार यसरी बनाउनु भन्छु, उहाँहरूले बनाउनुहुन्छ। धेरैजनाले म बिरामी भइसकेपछि पनि अनलाइन तालिम सिकेर उद्योग खोलिसक्नु भएको छ। त मलाई चाहिँ रहर पनि छ होइन, कुनै दिन त्यस्तो अवस्था बनेछ भने म पनि ट्राई गर्नेछु। अब एउटा कुरा जोड्न मन लाग्यो। हजुर। पारिवारिक कुरा आइहाल्यो होइन। हजुर। 4 जना छोरी हजुरको? छोरी। एउटा छोरा? हजुर।
भनेको 5 सन्तान, अनि 3टा छोरी 3टा छोरी एउटा छोरा। ओके, सबैजना यही नेपालमै हुनुहुन्छ? नै, एउटा छोरी जर्मनीमा छ, हजुर, एउटा छोरी अमेरिकामा छ, एउटा छोरी मेरो साथमा छ, एउटा छोरा छोरा 20 वर्षको छ, सँगै हुनुहुन्छ? सँगै छ, एउटा छोरा र एउटा छोरी सँगै? एउटा छोरा एउटा छोरी साथमा छ। 2टा सन्तान बाहिर हुनुहुन्छ? हजुर। तत्कालीन अवस्थामा चाहिँ अब 2टा छोरीले उपचारमा सहज गरिदिनु भएको छ नि, बुझौँ? मलाई सबै छोराछोरीले मलाई साथ दिएका छन्। अमेरिकाबाट हुने छोरीले पनि मम्मीलाई कसरी बचाउने भनेर लागिरहेको छ। जर्मनी हुने छोरीले पनि। त्यसपछि यहाँको छोरी त झन् मेरो लागि सबथोक, मेरो लागि भगवान् त्यही हो, मेरो साथी त्यही हो। मलाई आजसम्म यहाँसम्म ल्याउने भनेको त्यही छोरी हो। र छोरोले पनि मम्मीलाई बजाउनु पर्छ भनेर ऊ चाहिँ म बाहिर विदेश जान्छु भनेर भन्यो। 19 वर्षको छोरालाई सायद रहर थिएन होला, बाहिर गयो अस्ट्रिया भन्ने देशमा सिजनल भिजामा। अहिले पनि 20-22 दिनपछि फेरि जाँदैछ। सक्नुहुन्छ पठाउन छोरालाई? सक्छु, सक्नुपर्छ। छोरो मान्छेले केही गर्नुपर्छ, दुःख गर्नुपर्छ। दुःख नगरी सुख हुँदैन। वरिपरि सन्तान तपाईँको साथमा हुनुहुन्छ, अलिकति भावनात्मक रूपमा जाउँ न यो कुरा, होइन? सबै चिज छ, यो लडाइँ त लडिरहनु भएको छ, यो जित्छु भन्ने तपाईँलाई आँट पनि छ, तैपनि लडाइँ हो नि, लडाइँ हो, ठुलो लडाइँ, ठुलो लडाइँ हो। कहिलेकाहीँ त्यो बच्चा नानीहरूको अनुहार सम्झिँदा या उनीहरू अगाडि सँगै बस्दाखेरि कहिलेकाहीँ हुन्छ नि मन भारी हुन्छ या पीडा हुन्छ आफूलाई? के को लागि, के कुराले? मैले कतै यी सन्तानको खुसी अझै पुरा गर्न नपाइकनै म फेरि यो क्यान्सर जस्तो रोगबाट जित्न सक्दिनँ कि भन्ने कुराले? नै, यस्तो छ, भनिहाले त अघि नै, मर्नु त सबैलाई छ, होइन? तर के लाग्छ भने सबैभन्दा आमा भइसकेपछि छोराछोरीको एकदमै पीडा हुँदो रहेछ। छोराछोरीलाई टुरो पारेर त जान मन त कसैलाई लाग्दैन नि त। एउटा हात त छोराछोरीको गुमिसक्यो त। आज मैले बाउ भने पनि आमा भने पनि मेरै भूमिकाले आज यत्रो वर्षमा पढाउने लेखाउनेदेखि लिएर छोराछोरीकै भविष्य बनाउनको लागि त आज म आफूले आफूलाई माया गरिनँ। सायद मैले आफूले आफूलाई माया गरेको भए, स्वास्थ्यलाई ख्याल गरेको भए, खानपिनमा ध्यान दिएको भए सायद मलाई रोग लाग्दैन थियो कि। भन्छु कहिलेकाहीँ म 13 वर्ष मिठाई पसल गरेको, 13 वर्ष मिठाई पसल गर्दाखेरि त्यो तेलको खार मेरो सबै भित्र गएछ, लङ्समा खराब गरेको रहेछ। त्यसले गर्दाखेरि मलाई आज क्यान्सर भयो नि त। 13 वर्ष मैले मेक्सी लगाएर बुढा नीलकण्ठ मन्दिर अगाडि कुर्ता सुरुवाल कहिले लाइन, मेक्सी लगाएर 13 वर्ष मैले काम गरेँ, सङ्घर्ष गरेँ। मेरो छोरो 18 दिनको हुँदा मैले पछाडि पिठ्युमा बोकेर सेल पकाएँ, जेरी पकाएँ, स्टोभमा दम दिएर त्यो तरिकाले म अगाडि बढेको, त्यो तरिकाले सङ्घर्ष गरेको। तर म कहिले पनि हारिनँ, कहिले पनि हिम्मत हारिनँ। मेरो छोराछोरीलाई देख्थेँ, यिनी छोराछोरीको भविष्य मैले बनाउनु छ। लगभग मैले बनाइसकेको छु, पढे लेखेका छन्, सबै सक्सेस हुँदैछन्। छोरी त झन् सबै मेरो जुन अहिले अचारको मेरो बिजनेस छ सबै जानेको छ, सबै मैले सिकाइसकेँ। अनि खाद्यबाट फोन आयो, रेखाजी हजुरको छोरीलाई तालिम सिक्न पठाउनुहोस्, किनकि मसँग मात्रै डकुमेन्ट छ, मसँग मात्रै सर्टिफिकेटहरू छ, मेरो सर्टिफिकेटले मात्र त अगाडि बढ्ने होइन छोरी, अब तिमी आफै अगाडि बढ्नुपर्छ भनेर त्यसपछि खाद्यमा सरकारी प्रमाणपत्र पाइ, तालिम प्राप्त भई त्यसपछि उसलाई चाहिँ अगाडि बढाउँदैछु। सबै रेसिपी उसलाई दिइसकेँ। मम्मी तपाईँ रेस्ट गर्नुहोस्, तपाईँ आराम गर्नुहोस्, म सम्हाल्छु यो कम्पनी भनेकी चाहिँ। र उसलाई साथ दिने राम्रो पार्टनर आउनुभएको छ, पार्टनरसिपमा छ हाम्रो। बिस्तारै कम्पनी राम्रो हुन्छ। अहिले तपाईँको टाउकोमा भएको भारी चाहिँ एक चरण चाहिँ छोरीले बोकिदिएकी छ, छोरीले बोकिसकेकी चाहिँ। अब तपाईँ एउटा भाग्यमानी आमा पनि यहाँ हुनुहुन्छ, मैले जोडिहालेँ होइन? भाग्यमानी आमा हो, वास्तवमा भन्नुपर्दा भाग्यमानी आमा हो। अभागी श्रीमती होला तर भाग्यमानी आमा हो। अभागी श्रीमती यो जुनीमा चाहिँ अब कस्तो लाग्छ भने भाइ, मनमा त अलिकति त चसक्क त हुन्छ नि, अरूको श्रीमान श्रीमती सँगै हिँड्दा
अनि खुसी भएको देख्दा। तर मलाई के लाग्छ भने भाग्यमा जे लेखेर आएको छ नि त्यो भोग्नैपर्छ। त्यही भोग्नै पर्छ कि त्यो हुने रहेछ। त्यस कारणले गर्दाखेरि मलाई त्यस्तो केही लाग्दैन। मेरो एउटा सपना के थियो भने बोर्ड छ रेसु फुड्स प्रहाली बुढा नीलकण्ठ भनेर बोर्ड छ, टक्क मेरो फोटो छ, मेरो ब्रान्ड छ त्यसमा होइन। मेरो त्यहाँसम्म आउनलाई कति सङ्घर्ष गरेको थिएँ मैले, कति दुःख गरेको थिएँ र आज त्यो मेरो नाम पतन नहोस् नहराओस् भन्ने चाहन्थेँ। हराउँदैन मेरो कम्पनी कहिले पनि। कुनै पुस्ता नआइदिएको भए भन्ने डर हुन्छ नि त जीवन होइन। तपाईँलाई चिन्ता चाहिँ सम्हाल्ने एउटा छोरी पनि बाहिर गइसक्यो, हजुर अर्को छोरी पनि बाहिर गयो, बाहिर छोराको पनि चाहना नेपाल बस्ने छैन। ला यो कम्पनी के होला चिन्ता त आमालाई भइहाल्छ। हिजो जन्मदाता त हो तपाईँ। तपाईँले जसरी 4वटा सन्तान जन्माउनु भयो त्यसपछि अर्को सन्तान त कम्पनी पनि मेरो कम्पनी हो, मेरो कम्पनी हो। त्यहाँ जान्छु कहिलेकाहीँ यसो हेर्छु, वरिपरि हेर्छु, आँसु आउँछ। किनकि पहिला त म आफै काम गर्थेँ नि त। त्यो स्टाफहरू जतिजना भए पनि म आफै अचार नमलिकन मलाई चित्त बुझ्दैन थियो। किनकि यो अचार अमेरिका पठाउनु छ, यो अचार जापान पठाउनु छ, थोरै मिस्टेक भइदियो भनेपछि मलाई पो गाली आउँछ त भनेर म आफै गर्थेँ। तर विगत 2 वर्षदेखि मैले अचार बनाउन भित्र छिरेको छैन कम्पनीमा। किनकि खार आउँछ, त्यो खारले गर्दाखेरि मलाई छाती दुख्छ। अनि छोरीलाई सबै सिकाएपछि छोरीले बनाउँछिन्। अब राम्रै अब अहिले त मैले जतिको अचार बनाउन जान्ने भइसकिन्। हजुर त्यस कारणले गर्दाखेरि खुसी छु म। एउटा भनिहालौँ न भोलिको दिनमा म मरिहालेछु भने पनि मैले मेरा छोराछोरीको माया पाउँदा पाउँदै स्याहार पाउँदा पाउँदै मर्छु कि। त्यस कारणले गर्दाखेरि म अभागी होइन, म भाग्यमानी छु, म खुसी छु। र यो रोगलाई जित्न हर कोसिस गर्दैछु। यो रोग जितेछु भने सायद संसारमा यो दुनियाँमा म जस्तो खुसी कोही हुने छैन। र धेरै क्यान्सर पीडितलाई मैले के सल्लाह दिन्छु भने हामीलाई रोग लाग्छ तर तपाईँहरू डराउनु भयो भने जानुहुन्छ कि डराउनु भएन। किन डराउने? आखिर मृत्यु त सत्य हो नि होइन। किन डराउने? डराएर केही काम छ? मान्छे ती पुत्रको लडेर पनि मरेको देखिन्छ हैन। हिँड्दै गाडी दुर्घटना कति भइरहेछ। त्यस कारणले गर्दाखेरि कति मान्छेहरू मभन्दा अगाडि मेरो साथीहरू चाहिँ गइसक्नु भयो कि। कति मान्छेहरू गइसक्नु भयो। अनि मलाई लाग्छ कि किन मान्छेले हिम्मत हार्छ, किन डराउँछ? एउटा यो अमूल्य जिन्दगी त कसरी पार लगाउने हो भनेर सोच्नु पऱ्यो नि त। म चाहिँ जित्छु। तर तपाईँको जित्ने शरीर पनि होला दिदी होइन, हिम्मत पनि होला। कोहीको त शरीरले पनि नदिँदो रहेछ कि होइन। दिन्छ, शरीर सबैको एउटै हो। र एउटा कुरा के रहेछ भनेपछि बलियो को मान्छे मनस्थिति बलियो हुनु पर्यो। र जो मान्छेले जिन्दगीमा सानोतिनो कुरा चोटले फरक पर्दैन नि त्यो मान्छे चाहिँ सक्छ भने जस्तो लाग्छ मलाई। ओके, एउटा कुरा जोडिहालेँ मैले। तपाईँ गाउँबाटै आउनुभएको हो? मेरो माइती दाङ हो, जन्मेको म दाङमा हो। मेरो बुवा आमा हुनुहुन्न, बितिसक्नु भयो। त्यसपछि म बर्दिया मेरो घर हो। मतलब हजुरको यो घटना बुवा मम्मीलाई थाहै भएन नि। मेरो बुवा आमा भइदिएको भए त आमा बितेको, आमा पनि क्यान्सर भएर बित्नु भएको, लङ्समै क्यान्सर भएर बित्नु भएको। त्यसपछि आमा बुवा भइदिएको भए त सोध्नुहुन्थ्यो होला नि त, फोन आउँथ्यो होला नि त होइन। त्यही भएर मैले के भन्छु भने जन्म दिने आमा बुवा जस्तो ठुलो कुरो यो संसारमा कोही पनि छैन। यस्तो बेला चाहिँ कतिको याद आउँछ नि, एकदमै याद आउँछ। मेरो आमा भइदिएको भए सोध्नुहुन्थ्यो होला जस्तो लाग्छ होइन। अब ठिकै छ, यस्तै त हो, सबै जाने बाटो त्यही हो। तर पनि यस्तै छ संसार, दुखी हुने होइन खुसी भएर बाँच्नुपर्छ भन्छु मैले चाहिँ। तपाईँबाट यो हिम्मत चाहिँ सबैले लिनुपर्छ जस्तो लाग्छ होइन। त्यसपछि तपाईँ सङ्घर्ष गर्न थाल्नुभयो। अहिले घर पनि यतै छ? घर छ, मैले आफै बनाएको एउटा वाल सिस्टमको घर छ, मन्दिरभन्दा अलि माथि। अहिले म त्यही बस्छु। संयोग जस्तै भयो कि दिदीको घर र मेरो घर, अहिले मैले बनाएको घर र दिदीको घर चाहिँ 2-3 मिनट लाग्ला क्या है। तपाईँ हजुरको त्यो कालिका पार्कबाट त नजिकै हो नि। हजुर त्यो चाहिँ अचार कम्पनी हो। त्यहाँ स्टाफहरू बस्नुहुन्छ। पहिला म त्यहीँ बस्थेँ। अहिले घर चाहिँ कता? अहिले माथि बस्छु, म चाहिँ माथि आफ्नै घरमा बस्छु।
बङ्गाल होइन, बङ्गालमा त अचार कम्पनी अचार भइहाल्यो कम्पनी होइन। अनि त्यसपछि म चाहिँ माथि मन्दिरभन्दा अलि माथि बुढालिकाना मन्दिर हजुर हो। ए, मन्दिरभन्दा माथि। त्यहाँ चाहिँ घर बनाए कति भयो? त्यहाँ घर गरेको 5-5.5 वर्ष यो अचारबाटै भएको हो सबै? लगभग हो। भनेको तपाईँको जीवनको म आफै सुधार बाटो पनि अचारले गरे। हजुर अब अचारले नि तपाईँको जीवन बिगार्यो त कहाँ भन्न मिल्छ र? होइन तर तपाईँ जहाँ पुऱ्यायो अचारले पुऱ्यायो। हजुर तपाईँलाई जहाँ ठक्कर दियो आफ्नो स्वास्थ्य जहाँ बिग्रियो त्यो तपाईँले जुन बेला मिठाई पसल चलाउनु भयो। मलाई यस्तो खास गरी भन्नुपर्दा मलाई अचारले दियो। वास्तवमा मिठाई पसल गर्दाखेरि तेलको खार प्लस म सानो हुँदाखेरि 9 वर्षदेखि दाउरामा भात पकाउनु पर्ने, खाना पकाउनु पर्ने, त्यो धुवाँ हुन्थ्यो पुरै। अनि त्यसपछि प्लस मलाई अब 13 वर्ष मिठाई पसल गर्दाखेरि कतिपयले भन्नुहुन्छ कि तपाईँ अचारले गर्दा त होइन भन्नुहुन्छ, तर होइन। मलाई किनकि यो छाती दुखेको त 12-13 वर्ष अगाडिदेखि दुखेको थियो। 13 वर्षदेखि दुखेको थियो। त्यति बेला मलाई यदि छाती चेक गराएको भए त सायद म फर्स्ट स्टेजमै थाहा हुन्थ्यो होला होइन। छाती चेक गराइन। त्यस कारणले गर्दा होल बडी चेकअप चाहिँ गर्नुपर्ने रहेछ भन्ने एउटा होल बडी चेकअप चाहिँ गर्न पर्दो रहेछ। मैले चाहिँ वास्ता नगर्ने कि खालि काम काम काम, आफूलाई कहिले पनि समय नदिने। अहिले बल्ल बुझ्दैछु आफूले आफूलाई माया गर्नु पर्दो रहेछ। अनि त्यसपछि बल्ल अरूलाई भने जस्तो लाग्छ। पैसा त छँदैछ, हजुर आफ्नो लागि पनि केही गर्नुपर्छ भन्ने कुरा चाहिँ। तपाईँको कान्छी छोरीले अहिले सबै सिकेपछि तपाईँलाई सहज भयो होइन? धेरै सहज। हजुर जस्तो छोरीले कहिलेकाहीँ तपाईँको अगाडि या तपाईँले छोरीको अगाडि आफ्नो वेदनाहरू नानी मलाई चाहिँ यस्तो भइरहेछ म कसरी अगाडि बढ्नु भनेर हिम्मत हारेर बोलेका दिनहरू छन् दिदी? छैन। यस्तो छ, मेरो छोरीले चाहिँ जब मलाई एकदम माछा खाने नानी हो कि त्यो छोरी, जब मलाई चाहिँ अपरेसन गरेर मेरो अपरेसन सफल भयो भनेर इन्डियामा डक्टरले भन्नुभयो, त्यसपछि उसले माछा खान छोडी के। अनि भगवान् मेरो आमालाई बचाइदेऊ भनेर उसले माछा खान छोडी। भनिहाले त उसले त मम्मी हजुरलाई केही भइदियो भने त म सायद बाँच्दिनँ होला भन्छ क्या। तर मलाई के लाग्छ भने त्यो छोरीलाई कसरी म जस्तो स्ट्रङ बनाऊँ होइन। सत्य स्वीकार्नुपर्छ छोरी भन्छु। अनि त्यसपछि उसलाई कहिलेकाहीँ उसलाई एकदमै भगवान्देखि कस्तो कस्तो हुँदो रहेछ कि। अनि त्यसपछि उसले दियो बाल्न छोरी भन्दाखेरि मैले बाल्दिनँ भन्छ क्या। त्यस्तो होइन छोरी, त्यस्तो गर्न हुँदैन भन्छ। ऊ एक्लै कुनामा गएर रोइरहने कि। अनि एक्लै कुनामा गएर रुन्छ। अनि त्यसपछि नरो किन रुन्छेस् भनेको यस्तै छ भाइ। अब छोराछोरीको लागि पनि छोरीहरूको आँसु सायद भगवान्ले देख्छन् होला जस्तो लाग्छ मलाई। धेरै दुःख पाइयो, धेरै सङ्घर्ष गरियो। यो पीडादायक जीवन कहिलेसम्म भन्छु के। त्यही भएर कसैलाई पनि यो रोग नलागोस्। मैले त जुन भोगेँ, जुन सहेँ, यो चाहिँ कसैलाई नलागोस्। मैले जति दुःख भोगे पनि मेरो त धेरै साथीभाइ त्यही छोरीको अनुहार हेरेर पनि बाँच्न मन लाग्छ। मलाई त्यही छोरीको अनुहार हेरेर पनि मलाई बाँच्न मन लाग्छ। अनि कसरी यो छोराछोरीलाई म मरिहाल्यो भने यिनी छोराछोरीले के गर्लान् होइन। त्यही भएर मलाई चाहिँ अब सिकाउन मन लाग्छ कि यस्तो गर उस्तो गर, धेरै कुराहरू भनौँ न आफू नहुँदा असर नपरोस् न बच्चालाई भनेर चाहिँ सिकाउँछु। धेरै कुराहरू सिकाउँछु। यस्तै छ भाइ। एउटा ठक्कर खाएर हुन्छ नि लड्दै लड्दै आएको कठोर मुटु पनि दुख्छ हुन्छ नि दिदी? दुख्छ नि मुटु त मुटु, मन त मन हो नि होइन। मलाई अरू केही मलाई गुनासो छैन। मैले धेरै राम्रो गर्दै दुःख गरेँ सङ्घर्ष गर्दै पछि बिस्तारै मलाई राम्रो भइरहेको थियो कि। म जहाँ तालिम सिकाउन जान्छु महिला दिदीबहिनीहरूसँग घुलमिल गर्छु होइन। अनि मैले पुरानो कुराहरू बिर्सिन्थेँ कि, मेरो पीडाहरू बिर्सिन्थेँ। म धेरै खुसी थिएँ। त्यसपछि भगवान्ले किन मलाई
यस्तो म खुसी भएको देख्न चाहनु भएन जस्तो लाग्छ। त्यसपछि मैले 8-10 वर्ष मात्रै मलाई रोग नलागेको भए मैले धेरै यो नेपाल राज्यभरि धेरै ठाउँमा गएर मैले सिप सिकाउन सक्थेँ र मेरो आफ्नो कामलाई धेरै माथि ल्याउन सक्थेँ भन्ने जस्तो लाग्छ होइन। त्यसरी हिम्मत नहार्नु। अझै तपाईँ यो रोग जितिसकेपछि त्यसै गरी पहिला जस्तै हिँडेको होइन त्यो रेखा दिदी देख्न चाहन्छ हामी, जसले धेरै नेपालीहरूलाई आज करोडपति बनाइदिनु भएको छ। बनाएको छैन त तपाईँको कारणले आज धेरै दिदीबहिनीहरू आफ्नो व्यवसाय चलाएर करोडपति बनेर बस्नु भएको छ। आज नाम चलेका फ्याक्ट्रीहरू तपाईँको कारणले जन्मिएका छन्। हो, धेरैलाई थाहा छ। कतिले दर्ता गरेर लाइसेन्स निकालेर विदेश पनि पठाइसक्नु भएको छ महिला दिदीबहिनीहरूले। जुन ठाउँमा म पुगेको छु, सुर्खेत जाँदै हुनुहुन्छ हजुर होइन? सुर्खेतमा इतराम चोकमा म 7 दिन बसेर तालिम सिकाएँ। त्यहाँ 2 जनाले अचार कम्पनी खोल्नु भएको छ। म कैलाली गएँ, टिकापुर गएर तालिम सिकाएँ। त्यहाँ ठुलो उद्योग खोल्नु भएको छ। सबै ठाउँमा, धेरै ठाउँमा, यहीँ काठमाडौँमा कतिजना हुनुहुन्छ। गोर्खामा गएँ, नेपाल चेम्बर, महिला चेम्बरमा गएर तालिम सिकाएँ। त्यहाँ अहिले कोसेली घर भनेर खोल्नु भएको छ। तपाईँलाई त राष्ट्रपतिले नि सम्मान गर्नुभएको थियो एकचोटि। राष्ट्रपति महिला उत्थानबाट मैले 2 लाख रुपियाँ पुरस्कार पनि पाएँ। अवार्डहरू त धेरै ठाउँबाट पाएँ भाइ होइन। अब ठिकै छ। अब घरमा तपाईँलाई सम्मानको थुप्रो छ होइन? छ। मनमा आफ्नो पीडाको थुप्रो पनि छ, तर त्यसलाई हल्लुको बनाउने प्रयास गर्नुभएको छ। तपाईँ त्यस्तो व्यक्ति पनि हो जसले 2 पटक मृत्यु देखिसक्नु भयो, अघि नै सुरु पनि भन्नु देखिसके। तपाईँ त्यस्तो व्यक्ति पनि हो, मृत्युलाई लखेट्न पनि सक्नु भएको छ आज होइन? कोसिस गर्दैछु। त्यो कालो रातको त्यो कालो दिन कस्तो हुँदो रहेछ दिदी? तपाईँ जुन मेसिनमा प्रवेश गर्नुभन्दा अगाडि त डाक्टरले कुनै बेला 50-50 पनि भन्यो होला, कुनै बेला 50-50 को कुरा होइन नि। 5% चान्सेस छ। मेरो भाइसँग, माइलो भाइ साथमा गएको थियो। अनि दिदी मलाई मैले भाइले भनेपछि मलाई 100 ठाउँमा लगभग सही गरायो दिदी। त्यसपछि 5% चान्सेस छ भनेर भाइले भन्यो। त्यो पछि भन्यो मलाई। अनि अपरेसन गर्न जाने बेलामा मैले चाहिँ के गरेको थिएँ भने पहिलो दिन राति एउटा कपीमा कसलाई कति दिन छ, कसलाई कोसँग कति लिन छ के थाहा। भोलि अपरेसन गर्दा गर्दै होस आएन भने त बर्बाद हुँदैन भनेको अन्तिम इच्छा पनि लेखेर गएको है? लेखेँ मैले, किनकि छोरीलाई मैले त्यहाँ लेखेर छोडी थिएँ नि त साथमा। अनि त्यसपछि मैले फल्नालाई यति दिन्छ, फल्नाबाट यति लिन छ भनेर टक्क लेखेको थिएँ होइन। अनि त्यसपछि सिरानी मुनि राखेको थिएँ। अनि पछि मैले ठ्याक्क भित्र छिर्ने बेलामा सेतो कपडा उडाउँदो रहेछ कि। अनि मेरो छोरीले भने किन यस्तो कपडा उडाएको भने के उसलाई कस्तो कस्तो लागेछ। अनि रोएर पुरा भाइहरू पनि 2टै भाइ थिए साथमा, भाइहरू पनि रोए, छोरी पनि रोए। अनि त्यसपछि मैले के भने छोरी त्यो सिरानी मुनि हेरेछ है, मैले एउटा कपीमा लेखेको छु केही कुरा भने त्यति चाहिँ भने के त्यति भने। अनि त्यसपछि भित्र छिर्ने बेलामा मैले नानी छोरीलाई भने तिमीहरू किन रुन्छौ, तिमीहरूको आँसुले त मलाई कमजोर बनाउँछ त। मलाई प्रेसर छ, सुगर छ। मैले टेन्सन गर्दा बित्तिकै मेरो प्रेसर सुगर बढ्छ। प्रेसर सुगर बढ्यो भने त मेरो अपरेसन सफल हुँदैन। तिमीहरू नरन, मेरो हिम्मत तिमीले नहार गर भने मैले। भित्र छिर्ने बेलामा मैले ठ्याक्क गेटबाट छिर्ने बेला भगवान् पशुपतिनाथ मलाई यदि मैले जीवनमा सत्कर्म गरेको छु भनेपछि मलाई बचाइदेऊ, होइन भने मलाई तिम्रो हातमा छ मेरो जिन्दगी भनेर म भित्र छिरेँ। भित्र छिरिसकेपछि पुरै 8-10 जना डक्टरहरू आउनु भएन। अनि आइसकेपछि अनि त्यसपछि डक्टरको अगाडि चाहिँ हात जोडेर रोएँ के भाइ म होइन। हात जोडेर रोएँ। किन रोएँ भनेपछि धर्र आँसु आयो। अनि मैले भने मेरी एक बेटी बाहिर वेट कर रही, मेरा एक बेटा नेपाल में वेट कर रहा है घर पे, डक्टर मेरे को बचा दो न भनेर भने के रोएँ होइन। धर्र रोएँ। अनि त्यसपछि त डक्टरले तँलाई बचाउनको लागि त हामी कोसिस गरेका छौँ भनेर भने। अनि तिमी डराछौ भने म नै भने। अनि चेक गरौँ भनेर त्यहीँ प्रेसर त्यहीँ सुगर नापेको ठिक छ के भाइ, ठिक छ एकदम होइन। त्यसपछि गुड भनेर भने। त्यति बेला मलाई
मनमा त लागेको थियो किन नलाग्नु होइन, तर पनि मैले यति हिम्मत गरेँ कि त्यो कसरी मनमा डर नआओस्। डराएपछि त सक्यो नि त, सुगर बढ्यो भने, प्रेसर बढ्यो भने त त्यत्रो अपरेसन हुने छ होइन। यो पछाडिको पाटो भाइ मेरो खसी काटे जस्तो गरेर काटेको छ कि, अनि मेरो त 43वटा टाँका मारेको लङ्सको अपरेसन गर्दाखेरि। अनि त्यस्तो भयो। अनि त्यसपछि मलाई 2 दिनसम्म आइसियुमा राख्यो। अनि त्यो पीडा सम्झिन्छु क्या म, आइसियुमा बस्दाखेरि कस्तो हुँदैछ भनेर। 2-3 दिनपछि मलाई त्यहीँ वार्डमा सार्यो। अनि पुरा यहाँ कति पाइपहरू लगाइरहेको थियो कि भाइ होइन। अनि त्यसपछि डक्टरले वाक जाने भनेर समाउन आउँथ्यो कि, अनि मलाई चक्कर पनि लागेको छैन होइन। मलाई किन समाउनु पऱ्यो मान्छेले, म आफै हिँड्छु, म चल्न सक्छु भनेर टुइ हिँड्थेँ क्या म। अनि त्यहाँको डक्टरहरूले नि मलाई पछि त त्यो रेडिएसन गर्ने बेलामा 2 महिना बसेको इन्डिया होइन। 2 महिना बस्दाखेरि त हेर्नु त्यहाँको डक्टरले त यहीँ जब गर्न भन्थे कि, किन भनेको नेपालबाट आएको नेपालीहरूलाई काउन्सिलिङ गरेर कि, अनि हामी तलब दिन्छ 1.5 लाख रुपियाँ भन्थे कि। अनि मेरो अचार कसले बनाइदिन्छ भनेर भन्थेँ मैले। त्यो तरिकाले म चाहिँ हेर्नु यहाँसम्म आएको छु। अब मैले जुन दिन मैले ब्रेनको क्यान्सरलाई रेखा दिदीले जितिन्, लङ्सको क्यान्सरलाई जितिन् भनेर डक्टरले घोषणा गर्छ नि, त्यस दिन म एकदमै खुसी हुनेछु। म मात्रै होइन कि, मैले एउटा सोच राखेको छु, एउटा काउन्सिलिङ सेन्टर भनेर म खोल्छु। र म कुन तरिकाले मैले जित्न सकेँ त, म के खाएँ त भन्ने कुरा उहाँहरूलाई मैले अहिले पनि मैले जडीबुटीहरू के खान्छु कि भाइ, औषधिको साथसाथै, डक्टरको औषधिको साथसाथै म जडीबुटीहरू खान्छु। अनि मैले कतिलाई आउनुहोस् न लिएर जानुहोस् भन्छु, दिन्छु, यो खानुहोस्, यसरी खानुहोस्, यस्तो गर्नुहोस्, नडराउनुहोस्, तपाईँले केही नसोच्नु, बरु भजन सुनेर सोध्नुहोस्, त्यस्ता कुराहरू सम्झाउँछु मैले। आफू मात्रै बाँच्ने होइन कि भाइ, होइन नि, होइन आफूसँगैका आफूलाई जे भएछ त्यो पीडा भोग्नेहरूलाई नै बचाउन सक्यो भने त हो नि। अनि त्यस कारणले गर्दाखेरि मलाई चाहिँ मेरो कारणले गर्दाखेरि कसैलाई राम्रो होस् कि, त्यो भन्न चाहन्छु मैले। दिदीसँग कुरा गर्दाखेरि केही पीडादायी कुरा पनि आइहाल्यो होइन, त्यसले गर्दा अलिकति आँसु तपाईँसँगै म पनि रहेँ। कहिलेकाहीँ मन भारी भयो भने रुनु पनि पर्छ भन्छन् नि होइन, हल्का हुन्छ, आनन्द हुन्छ, एकैछिन भए पनि खुसी मिल्छ भन्छन् होइन। उमेरले पनि खासै धेरै कटेको उमेर पनि होइन तपाईँको होइन। 30 सालको म 52 वर्षमा हिँडिरहेको छु। बल्ल 52 वर्ष हुनुभयो। 52 वर्ष भनेको अधवैश्य भन्छन् होइन। मान्छेहरू त 100 वर्ष 150 के अरे 105 110सम्म पनि बाँचेको समाचार सुन्छौँ होइन। अधवैश्य उमेर तपाईँले पार गर्दै गर्दा, अनि यो उमेर बिचमा कटाउँदै गर्दा तपाईँले झन्डै बाबु कति वर्ष भएपछि तपाईँ एक्लिनुभयो? बाबु भग्नु है त 5-6 वर्ष भएपछि। भनेको तपाईँ झन्डै 16 वर्ष भएछ श्रीमान भन्दा बाहिर बसेर जिन्दगी कटाउनु भएको। सन्तानका लागि तपाईँले दोस्रो जीवन रोज्नु भएन? हजुर, दोस्रो श्रीमान रोज्नु भएन? रोजिनँ। मलाई यस्तो छ, के लाग्थ्यो भने काम छैन क्या भाइ। मैले धेरै महिला दिदीबहिनीलाई भन्छु कि होइन, अब सन्तान छ होइन, सन्तानको लागि सोच्नु पर्यो होइन। अब दोस्रो तेस्रो चौथो बिहे गरेर के काम त होइन। बरु कसरी हुन्छ आफू अगाडि बढ्ने। श्रीमानले त गलत बाटो हिँडिरहनु भएको छ, सम्झाउँदा पनि भएन, आफू पनि त्यही गयो त उही त भयो, गाली गर्दा पनि भएन होइन। अनि जिन्दगी के हो नबुझेर हिँड्ने मान्छेलाई त सकिँदो रहेछ नि त। अनि म पनि त्यस्तै बाटो हिँडौँ त, काम छैन नि त, कहाँ गएर के पाइन्छ? केही पाइँदैन। बरु आफै दुःख गर्ने हो, आफै मिहिनेत गर्ने हो, 2 पैसा कमाउने हो होइन, छोराछोरीको खुसीको लागि। अहिले छोराछोरीले मलाई कति राम्रोसँग हेरिरहेछन् होइन। त्यस कारण तिनै छोराछोरीले बुवाको नाम लिन चाहँदैनन् होला, चाहँदैनन्। तिनै छोराछोरी तपाईँको लागि मन्दिरको देवता जस्तै पूजा गर्छन्, देवता जस्तै पूजा गर्छन् मलाई मेरा छोराछोरीले। म त्यस कारण खुसी हुन्छु। अनि मेरा छोराछोरीले चाहिँ बाउको नाम त्यति लिन चाहँदैनन्। मैले चाहिँ के भन्छु भने, बाउ हो बोल,
होइन। भोलिको दिनमा बुढेसकाल लाएर दुःख पायो भने तिमीहरू नहेर कसले हेर्छ र मनले त मान्दैन। अझै त्यस्तो लाग्छ दिदी? होइन, मलाई त केही छैन, छोराछोरीले त बाउ हो नि त होइन। तपाईँलाई भन्ला नि त, तपाईँ जस्तोलाई त धोका दिएको भन्ला नि नानीले? होइन, मेरो छोराछोरीले त भन्छन् उहिले नै हो। मेरो छोरी अमेरिका गएकी चाहिँ त्यो छोरीले त झन् उसको लगभग 12-13 वर्ष अगाडि नै डिभोर्स दिनु भनेकी हो। किन डिभोर्स दिने? म आफ्नो तरिकाले अगाडि बढिरहेको छु त होइन। मलाई आशा त छैन, म मिल्छु, म बस्छु भनेर मलाई आशा छैन। जिउँदै किन सिन्दुर पुस्ने होइन? नपुस्ने यो सिन्दुर किन लाउनुहुन्छ? कतिले भन्छन् रेखा चौधरी, मेरो फेसबुकमा थियो कि रेखा शर्मा चौधरी लेखेको थियो कि, त्यसपछि एकजना आमाले भन्नुभयो यदि तिमीले त्यो चौधरी हटान्यौ भने मलाई आमा नभन भन्नुभयो कि होइन। अनि त्यस कारणले गर्दा अहिले चाहिँ रेखा शर्मा मात्र लेखेको छु कि। हजुरले त्यसै पनि इन्टरकास्ट रोज्नु भएको हो विवाह? म 10 वर्ष त मेरो माइती बोल्दै बोलेनन्। विवाह गरेको कारण? चौधरीसँग बिहे गरेँ भनेर बोल्दै बोल्नु भएन, पछि चाहिँ बोल्नुभयो। भाइहरू पनि रिसाए। त्यसपछि अब के थाहा र, मलाई त जिन्दगीमा राम्रै होला होइन। अब मैले चाहिँ के लाग्थ्यो भनेपछि अन्तर्जातीय विवाहलाई सफल पारौँ, बुढोलाई भन्थेँ मैले, सफल पारौँ। त बाहुनहरूलाई पनि देखाउनु छ, चौधरीहरूलाई पनि देखाउनु छ होइन। शर्मा भनेको त पुजारीको छोरी हो नि। त्यस कारणले गर्दाखेरि देखाउनु छ, गलत बाटो नहिँड्नु, भनेको मान्नु। धेरै सम्झाएको, धेरै सम्झाएँ, धेरै रोएँ। म उहाँकै कारणले गर्दा 5 वर्ष डिप्रेसनको औषधि खाएँ। अहिले आएर म के भन्छु भने किन म डिप्रेसनमा गएँ होला? आज मलाई यत्रो क्यान्सर भएर समय तोक्दा त म डिप्रेसनमा गइनँ के भाइ। कति बलियो भएछु म होइन। म त धेरै कठोर भएछु, धेरै बलियो भएछु जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि मलाई केही त्यस्तो गुनासो छैन भाइ। अब 5 वर्षले तपाईँलाई जित्यो कि? जित्यो। तपाईँले त 5 वर्ष औषधि पनि खानुभयो, आफूलाई आत्मबल बलियो बनाउनु भयो र क्यान्सर पनि जित्यो कि? क्यान्सर पनि त्यही उसले गर्दाखेरि आज भनौँ न त्यो ठक्करले गर्दाखेरि क्यान्सरलाई पनि जित्छु कि भन्ने आशा चाहिँ हेर्दै जाउँ। अनि एक चरणको त छातीको क्यान्सर त जित्नु भयो? छातीको क्यान्सर त लङ्स क्यान्सर क्लियर छ भनिसक्यो होइन। अब ब्रेनको छ नि त। ब्रेनले गर्दा फेरि अरूतिर पनि जान सक्छ भन्छ। जान त कसैको जान्छ भन्छन्, कसैको जाँदैन भन्छन्। अब 1 महिनापछि फेरि हामी फलोअपको लागि जान्छौँ। त्यसपछि थाहा हुनसक्छ रिजल्ट? थाहा हुन्छ। तपाईँमा जस्तो आफैलाई पनि थाहा हुन्छ नि यति सुधार भयो भन्ने चाहिँ? यस्तो छ, मलाई डक्टरले के भनेको थियो भने त्यो लङ्स उसको ब्रेनको अपरेसन गरेपछि कति % मान्छेलाई त दिमागले कामै गर्दैन अरे कि होइन। पहिलाको कुराहरू बिर्सिने होइन, अनि बोली लरबरिने, प्यारलाई सुने, त्यस्तो हुन्छ अरे कि। तर मलाई केही पनि भएन कि। 10 दिनसम्म एकदमै तात्यो कि टाउको। अपरेसनपछि एकदम तात्यो। अनि त्यसपछि मलाई 10 दिनपछि चाहिँ जोस बिस्तारै नर्मल हुँदै गयो। छोरी मलाई त त्यति गाह्रो भएको छैन त। अनि मम्मी पहिलाको कुरा सम्झिनुहुन्छ, किन नसम्झिनु भनेर मैले छोरीलाई भन्थेँ होइन। हजुरलाई कस्तो भएको छ के मम्मी, सँगै सुत्छे होइन, कस्तो भएको छ? मलाई केही भएको छैन छोरी भन्थेँ। ल भगवान्को कृपाले 3 महिनापछि हामी जाँदाखेरि राम्रो रिपोर्ट आउँछ है मम्मी भन्थे छोरीले। त्यो 3 महिना नै अबको हो? होइन, गएर राम्रो भनिसकेको छ, लगभग घटिसकेको छ। भनेको यो पनि जित्ने सम्भावना देखिया छ? देखेको छ, त्यही त म डराएको छु। तर तपाईँले यो कुरा चाहिँ बल्ल अस्ति लिक गर्नुभयो है, फेरि क्यान्सर भएको भनेर भन्नुभएको थिएन है? होइन, भनेको थिएँ पहिलाको। तर सामाजिक सञ्जालमा चाहिँ भन्नुभएको थियो। म त अस्ति स्टाटस थाहा पाएँ। हजुरले तल हेर्नु होला नि हजुरले। त्यो मैले अस्ति अलि विस्तृतमा लेख्नु भयो। धेरै मान्छेले सोध्नुभयो कि के भएको छ हजुरलाई, के भएको छ भनेर मेसेज गरेको होइन। अनि मैले चाहिँ के को क्यान्सर हो के हो यताउता सोध्नुहुन्थ्यो। अनि मैले डिटेलमा लेखिदिएको। अनि त्यस्तो भयो। त्यसपछि मेरो छोरीले 3 महिनासम्म म अपरेसन गरेर आइसकेपछि यति पुरा ऊ त टिचर जस्तो बनि कि मलाई 1.5 घन्टा त म योगा कौसीमा बसेर अहिले 1.5 घन्टा योगा गर्छु बिहान। अनि योगा गर्छु, अलम विलम गर्छु। मलाई कपालभाती गर्न हुँदैन किनकि लङ्सको अपरेसन गरेर दुख्छ।
अलम विलम गर्छु, लामो सास लिन्छु होइन। त्यसपछि छोरीले मम्मी पुगेको छैन है, पुगेको छैन भने चाहिँ म भजन गाउँछु, भजन सुन्दै योगा गर्छु। त्यति बेलासम्म मेरो छोरीले खानेकुराहरू जडीबुटीहरू उमाल्ने यताउता होइन। त्यो सिद्धुपाजीको श्रीमती 4 स्टेज क्यान्सर भएको पनि बचेको भएर मेरो छोरीले त्यही फलो गरेर 3 महिनासम्म मम्मी 3 महिनापछि जाँदाखेरि तपाईँको क्लियर देखाउनुपर्छ है मम्मी भन्दै त्यसरी खुवाई मेरो छोरीले होइन। के कुराहरू के भाइ, एउटा मेन डाक्टर त छोरी नै हुनुहुँदो रहेछ। छोरी त मेरो लागि त डाक्टर भन्दा नि माथि भइसक्यो अहिले। कुनै दिन दिदीको यो लडाइँ जितिसकेपछि हजुर भान्जीसँगै राखेर अझै धेरै कुरा गर्नु छ मैले। हुन्छ, उसलाई त सबै थाहा छ, सब बुझिसके होइन। अनि क्यान्सरको बारेमा धेरै कुरा बुझिसके, ऊ पढे लेखेकी पनि छ होइन। आज नि बोलाउँथेँ, अब त्यो मैले त तपाईँको मात्रै कुरा सुन्न खोजेको थिएँ। ऊ त आज अचार बनाउँदैछु, व्यस्त छ कम्पनीमा छ होइन। त्यस कारणले गर्दाखेरि 3 महिनापछि जाँदाखेरि डक्टरले के भन्यो भने यो जेनजीको जुन आन्दोलन थियो नि, त्यो बेलामा हामी इन्डिया थियौँ। हाम्रो देश नेपाल जल्दाखेरि, सिंहदरबार जल्दाखेरि हामी त्यहाँबाट हेरेका थियौँ। एकदमै नराम्रो लाग्यो होइन। हामी त्यही फलोअपमा गएको थियौँ जाँदाखेरि। अनि त्यसपछि डक्टरले मलाई क्यान्सर सेल घटिसकेको छ, अझ कोसिस गर। डक्टरले मलाई अबको प्रधानमन्त्री तिमी हुने है भन्दै थियो क्या मलाई होइन, जिस्काउँदै हुनुहुन्थ्यो कि उहाँको डक्टरले। त्यसपछि अब म 1 महिनापछि जान्छु। त्यो मतलब त्यो सबै सेल घट्यो भने चाहिँ तपाईँले अहिले खाने त्यो जीवन त खानुपर्छ भनेको त्यो मासिक त्यो त खानुपर्छ, सबै घट्यो भने खानु पर्यो। महिनाको 2 लाखको औषधि चाहिँ खानै पर्यो। बापरे बाप, त्यो चाहिँ मलाई धेरै टेन्सन छ के भाइ, किनकि 2 लाख कसरी म्यानेज 3 वर्ष त मैले जसरी तसरी पुऱ्याउँछु भन्ने थियो नि त होइन। अब जीवनभर खानुपर्छ के, अब जीवनभर खानुपर्छ। त्यो चाहिँ मलाई कता कता कसरी पुग्ला भन्ने जस्तो लाग्छ। त्यो 2 लाख नै हो, 2 लाखै पर्छ, 2 लाख ठ्याक्कै पर्छ। ओरल किमो भन्ने होइन, त्यो यहाँ पाउँदैन नेपालमा, इन्डियामा पनि स्विडेन देशमा बन्छ कि स्विडेनमा बन्छ कि अमेरिकामा बन्छ, त्यहाँबाट ल्याउनुपर्छ औषधि। गाह्रो छ धेरै। त्यो सुत्ने बेला खान्छु म। एकचोटिमा कति लाखको ल्याउनुहुन्छ? एकचोटिमा अब फेरि पठाउने बेला भयो, 2 महिनाको लागि पैसा पठाउनु पर्ने भयो। 2 महिनाको एकचोटि पठाउँदाखेरि 3,84,000 पठाउनु पर्छ होइन, नेपाली। 3,84,000 पठाउनु पर्छ। अहिले 16,000 कम भएको छ, छुट गर्न पठाएर यताउता गरेर। बिस्तारै घट्न सक्ने सम्भावना छ। यस्तो छ, कति महिनासम्म खाइसकेपछि 3 महिनाको औषधि फ्रीमा आउँछ भनेर सुनेको छु मैले। महँगो भएर है। त्यो औषधि चाहिँ राति सुत्ने बेला खाने, जस्तै मान्छेले किमो लगाउँछ नि त्यस्तै मैले मुखबाट सधैँ खान्छु कि। किमै हो त्यो? ओरल किमो, त्यो चाहिँ ट्याब्लेट भयो होइन, शरीरमा लाउने होइन। भाचुन्जेललाई नै पर्यो त्यो चाहिँ? भाचुन्जेल खाने भन्ने छ। यो टाउकोले गर्दा? ब्रेनले गर्दा, ब्रेनमा सर्यो नि त। तपाईँको लङ्स एक ठाउँबाट अर्को ठाउँमा सरे पनि 4 स्टेज भयो कि भाइ, 4 स्टेज क्यान्सर भयो कि। अनि मलाई त मेरो आफन्तीहरूले 4 स्टेज क्यान्सर भयो भनेपछि तपाईँको ब्रेनमा क्यान्सर भयो भने त भेट्न आयो कि, भेट्न आयो होइन। अब दिदी मर्छे होइन, अब मेरो बहिनी मर्छे। अनि त्यसपछि भान्जीको बिहे गरिदिनु पर्यो नानी, दाइले, भाउजूले होइन। मैले भन्नु तपाईँहरूको कस्तो सोच छ भने, मलाई के भएको छ र म मर्छु, म बाँच्छु के दाइ भन्छु, तपाईँहरू पिर नगर्नु, म बाँच्छु। ब्रेनमा क्यान्सर भयो भन्दा बित्तिकै मान्छे मर्छन् र मर्दैन, त्यसको उपाय छ। म ठाउँमा गएको छु, उपचार गरेको छु। मलाई यति मान्छे कमाएरै छु भाइ नि जिन्दगीमा। मान्छेले भन्छ नि धन कमाउने भन्छ नि, होइन रहेछ क्या होइन नि, मान्छे यति कमाएको रहेछु नि। तपाईँले देखिहाल्नु भने एउटा सानो केही कुरा लेख्यो भने कति मान्छेले आशीर्वाद दिन्छन् हेर्नु त। भगवान् पनि हारिसके के होइन। मैले साँच्चीकै भन्नुपर्दा मान्छेको त्यो आशीर्वाद भगवान्लाई पुकारेका छन् मेरो साथीभाइले। न मेरो रगतको नाता हो, न केही हो, कतिलाई छ के रेखा दिदी बाँचोस् भन्ने। त्यस कारणले गर्दाखेरि मलाई भगवान्ले हात थाप्नु भएको छ र मेरो हिम्मत अझै हारेको छैन। र मैले अझ पनि मेरा बाबुआमा नभए पनि म टोरी भए तापनि मैले धेरै बाबुआमा पाएको छु, धेरै साथीभाइ पाएको छु। 2-4 जना हुनुहुन्छ, टाढिनु भयो, बोल्न छोड्नु भयो। पहिलाको तुलनामा नजिक भनौँ न, यो मान्छेले त मलाई पक्कै पनि अप्ठ्यारो पर्दा केही सपोर्ट गर्छ भनेर भन्ने मान्छे टाढिँदाखेरि एकदमै मन दुख्दो रहेछ होइन, मन दुख्दो रहेछ। त्यस कारणले गर्दा 2-4 जना उ गरेर
मलाई केही पनि त्यस्तो फरक पर्दैन। उहाँहरूलाई कहिले नराम्रो नहोस्, उहाँहरूलाई कहिले रोग नलागोस्। मलाई जतिले मलाई सहयोग गर्नुभएको छ, कति जति सहयोग जुट्यो होला दिदी? मलाई लगभग 35-40 हजार 1 लाख जति। 35-40 लाख? 35, तर तिरे कतिलाई त तिरिसकेँ मैले। पैसा नि तिर्नु हो? होइन, मेरो के छ भने पैसा कसैलाई पनि बढी हुँदैन के भाइ, होइन। कतिले चाहिँदैन भन्नुभयो, होइन। अहिले म नाम ठ्याक्क नलिउँ, मेरो मनमा मेरो मुटुमा मैले भनौँ न सजाएर राखेको छु उहाँहरूलाई, होइन। अनि सहयोग भनेको ऋण जस्तै गरेर नि तिर्नु भयो दिदी? होइन, मैले यस्तो लाग्छ नि त भाइ, सहयोग भनेर दिनुभयो। मैले हातै नथापेको मान्छेले आएर दिनुभयो। कसैले 2 लाख, कसैले 2.5 लाख, कसैले 50,000, कहिले 1 लाख दिनुभयो। यस्तो बेलामा जसलाई परेको छ नि त्यो मान्छेलाई थाहा हुँदैछ क्या, यो रोग लागेपछि कति खर्च हुन्छ, कति पीडा हुन्छ भन्ने कुरो त्यो भोग्ने मान्छेलाई पो थाहा हुन्छ त। अब मैले सबै कुरा बुझेँ नि त। म यस्तो भएको मान्छेले त मैले कोही आएर किमो लाउने पैसा छैन दिदी के गर्ने भन्दाखेरि 10,000 5,000 दिन्छु भने अहिले नि दिनुहुन्छ? दिन्छु। किन, के गर्ने त, मलाई जे पर्ला भन्छु क्या मैले, होइन। आफू मरेर अरूलाई बचाउनुपर्छ भन्ने साहस मेरो मनले मान्दैन नि। म त्यस्तरी आएर रुन थाल्नुभयो भने मैले रित्तै पठाउन मन लाग्दैन भाइ। मलाई जसरी पनि भगवान्ले जुटाइदिन्छन् कि म जसरी पनि गर्छु कि। अहिले तपाईँको न्यूनतम 2 लाखको लागि भए पनि भनौँ न त्यो उपचारकै लागि नि पैसा छुट्टै कमाउनै पर्छ होला दिदी? सोच्नै पर्छ त्यसको लागि? सोच्नै पर्छ, होइन। यताउताबाट भइहाल्छ। छोरीलाई भन्छु नानी औषधि मगाउने बेला भयो, होइन। अनि अब हाम्रो पनि अलिअलि त कमाइ हुन्छ नि भाइ, होइन। अलिअलि कमाइ हुन्छ नि त। अनि त्यसपछि यताउता गरिरहेछ, जसरी तसरी गरिरहेछ, होइन। तर भगवान्ले दुवैतिरबाट दिएको छ, यता गाह्रो भए पनि उताबाट सहज बनाइदिएको छ अहिलेको चरणमा चाहिँ। कतिले चाहिँ भनौँ न मैले कतिसँग त मागेँ पनि, मनले खाएको मान्छेसँग अलिअलि। मलाई अपरझट अपरेसन गर्न पर्यो, होइन। म नेपाल आउन पाइनँ, मलाई सपोर्ट गर्नुहोस् भन्दाखेरि मैले गरेँ। कतिलाई मैले दिइरहेको छु क्या, अलिअलि गरेर 50,000 20,000 10,000 गरेर दिइरहेको छु। कतिले त तपाईँलाई हजुरलाई हामीले पैसा फिर्ता गर्नलाई दिएको हो र भन्नुहुन्छ, होइन। त्यस कारणले गर्दाखेरि म चाहिँ के लाग्छ भने जतिले मलाई सहयोग गर्नु दुईटा लडाइँ जितिसक्नुभयो, अब चाहिँ सहयोग पनि नमाग्नेमा हुनुहुन्छ दिदी? होइन, फेरि अब त अपरेसन गर्नु परेन नि त? यस्तो हुन्छ, परिस्थितिले कहाँसम्म पुऱ्याउँछ ठेगान छैन है। तर सकभर नमागौँला, म माग्नु परेछ भने पनि, होइन। अब फेरि फिर्ता गर्ने मैले कमाएछु भने मैले भनौँ न मेरो कम्पनी सोचेको जस्तो भएर अगाडि बढ्यो भने तपाईँको लागि राम्रो पार्टनर आएको छ, पक्कै हुन्छ। राम्रो पार्टनर आउनु भएको छ। म सबैलाई दिन्छु भनेको छु, होइन। सबैलाई दिएर मर्न पाऊँ के, होइन। किनकि कसैलाई पनि पैसा सस्तो हुँदैन। त्यस कारणले गर्दाखेरि दिदीले आज धेरै कुरा मलाई सिकाउनु भयो। जीवनमा पहिलो कुरा त त्यस्तो केही नहोस् हाम्रो जीवनमा, हुँदै नहोस्। र कोही कसैलाई त्यस्तो भएछ भने पनि दिदी जस्तो हिम्मतिलो चाहिँ हुनु परोस्, होइन। त्यस्तो हिम्मतिलो व्यक्ति आज मैले मेरो पोडकास्टमा पाएँ। कहिलेकाहीँ भगवान्ले पनि यस्तै व्यक्तिले भन्छ जस्तो लाग्छ, होइन। तपाईँले अचार बेचेको पहिलाको म पुरानो भिडियोहरू नि हेरेको छु नि त, मजाले त्यसरी आएको जीवन आज यसरी फेरि तपाईँ पहिलेकै अवस्थामा भलै अचारमा गएर बसेर खारमा बस्न नसक्ने अवस्था त छ, तपाईँको स्वास्थ्यले साथ नदेला, त्यो त प्रकृतिले नै भनौँ न भगवान्ले नै ठगिसकेपछि त त्यसमा त केही भएन। बाँकी तपाईँले कम्तीमा गएर है यसरी जानुपर्छ भनेर आज दिदीले मलाई अचार पनि ल्याइदिनु भएको छ। पहिले दिदीले दिएको अचार हेर्न मन लाग्यो है। दिदीले के बेच्नुहुन्छ ल्याउनु ल यो चाहिँ दिदीले मलाई दिएको गिफ्ट हो। मैले पहिला देखाउन नै खोजेँ कि, अब किनभने मेरो यति धेरै दर्शकहरू हुनुहुन्छ जसले चाहिँ यो होइन चिकन अचार पनि पाइँदो रहेछ दिदीकोमा। हजुर, त्यो चाहिँ हामी चाहिँ खाँदैनौँ। रोज फुड्स होइन दिदी? रेसु फुड्स, सरी रेसु फुड्स। यो चाहिँ एकदमै नाम चलेको कम्पनी रेसु फुड्स। दिदीकै फोटो छैन के हो यहाँ? त्यसमा छैन, अर्को बोर्डमा चाहिँ छ। बोर्डमा चाहिँ छ है। यो चाहिँ चिकन मसला, चिकन अचार होइन? मिठो हुन्छ दिदी? खानुहोस् न, खाएर अनि त्यसपछि मलाई भन्नुहोस् है। अरू अचार पनि छ। मेरो वाइफलाई लदिन्छ, मिठो मान्छ। मिक्स पिकल। हजुर, यो सबै थरी मिसाएर बनाएको। हजुर, गाजर, कागती है यिनीहरूको
अर्को फेरि एकदमै यो बिक्री बढी हुने टिमुरको टिमुरको चाहिँ है यो फेरि बहुत खान्छन् एकदमै खान्छन् हजुर त्यो यो बाहिर जाने चाहिँ बढी तर कति सस्तो रहेछ 310 रुपियाँ होइन हजुर प्लास्टिकको बोतलमा है यो पनि त्यसको 175 होला 175 चिकन चाहिँ 900 रुपियाँ यो चाहिँ अलिक महँगो हजुर त्यो महँगै पर्छ तर यो चाहिँ धेरै खाँदो रहेछन् होइन म जहाँ देख्छु अहिले यो रेसुको चाहिँ रेसु ठ्याक्क घर यसो गयो नि अलिकति यसो लोगो हजुर फेरि सगरमाथा हजुर म चाहिँ अब म के भन्न चाहन्छु भने मैले लाखौँ दर्शकहरूलाई मलाई उपचार गर्न त हजुरले सुनिहाल्नु भयो होइन सबैले सुनिहाल्नु भयो महिनाको 2 लाखको मैले औषधि खानु परिरहेको छ मैले अब सकभर हात थाप्न नपरोस् माग्नु नपरोस् होइन त्यसको लागि त अचार किन्दिनु पर्यो माग्न त मैले त्यस्तरी मागेको छैन है तर पनि साथीभाइले त आफूले मन खाएकोसँग त मैले सहयोग मागेकै हो स्वीकार्नु पर्छ र अब चाहिँ मलाई थप उपचार गरिरहेछु नि त मैले ब्रेनमा क्यान्सर भइसकेपछि म जीवनभर औषधि खानु परेको छ र यसको लागि चाहिँ मैले के भन्न चाहन्छु भने रेसु फुड्स प्राली बुढा नीलकण्ठ भङ्गालमा मेरो अचार कम्पनी छ मेरो अचार कम्पनीमा अचार विभिन्न थरीका अचार लगभग 30-32 आइटमका अचारहरू मैले बनाउँछु र त्यसको साथसाथै मैले सातुहरू त्यहीँ पिस्छौँ हामीले कोदो फापरको पिठो त्यसपछि अमला क्यान्डी तितौराहरू धेरै आइटम गुन्द्रुक मस्यौरा सिन्की हाम्रो कम्पनीमा अहिले 45-46 थरीको आइटम प्रोडक्टहरू हामी त्यहीँ निकाल्छौँ यो मेरो सामान विदेश जान्छ अमेरिका जान्छ जापान मेरै लेभलबाट जान्छ कतिपय ठाउँमा मेरो लेभलबाट जान्छ भने कतिपय ठाउँमा उहाँहरूको लेभलबाट जान्छ होइन अब त्यसमा चाहिँ रेसिपी बाई रेखा दिदी छँदैछ त्यो चाहिँ होइन अब मैले के भन्न चाहन्छु भने यदि रेखा दिदीलाई माया गर्नुहुन्छ भने मैले बनाएको सामान प्रोडक्टहरू नेपाली प्रोडक्ट विदेशमा लाने जति हुनुहुन्छ विदेशमा धेरै व्यापार हुन्छ बिजनेस हुन्छ नि त उहाँहरूले पनि मलाई एकचोटि साथ दिनुहोस् लग्ने त लगिरहनु भएको छ नेपालमा पनि मार्केटिङको लागि एकदमै मार्केट गऱ्यो भने चल्छ खानुहोस् यदि मैले बनाएको अचार हाम्रो कम्पनीबाट उत्पादन भएको सामानहरू मिठो छैन भने दोहोऱ्याएर नखानु होला होइन मिठो छैन त कसले खान्छ र यदि मनपर्छ भने त्यसमा चाहिँ मैले हजुरहरूलाई हात जोडेर भन्छु मलाई यति सहयोग गर्नुहोस् होइन मलाई चाहिँ भनौँ न बाँचुन्जेलसम्म मैले औषधि खान नि सकौँ होइन मेरो कम्पनी पनि चलाउन सकौँ मेरा स्टाफहरूलाई तलब दिन पनि सकौँ यो चाहिँ मैले सहयोग मागेँ सम्पूर्ण नेपाली दाजुभाइ अहिले तपाईँ जे हुनुहुन्छ मिडियम रूपमा हुनुहुन्छ हजुर होइन यसलाई अझै राम्रो बनाऊ भन्ने तपाईँको चाहना छ यो पुरा होस् दिदी मैले त्यही भएर पनि आज अचार यहाँ देखाएको कारण चाहिँ साथीहरू एकदम बुझ्ने हुनुहुन्छ मेरो पोडकास्ट हेर्ने साथीहरू अझ धेरै मलाई विदेशबाट फोन गर्नुहुन्छ अनि मेरै कथा लेस भन्नुहुन्छ कतिले उहाँहरूलाई म यति भन्छु आफूले खाने त हो नि होइन जहाँबाट ल्याएर खानै पर्छ र आफ्नै दिदीबहिनीले बनाएको आफ्नै नेपालीले अझ उहाँलाई आर्थिक होइन आफूलाई चाहिने कुरा किनेर उसलाई सपोर्ट हुन्छ भने त्यसरी गरिदिँदा पनि राम्रो हुन्छ नेपालीहरूको मन नै त्यही छ किनिदिनु होला रेसु फुड्सले उत्पादन गरेको फेसबुकमा पनि भेटिन्छ होला दिदी होइन इन्स्टा टिकटक जहाँबाट खोजे पनि टिकटकमा पनि छ रेसु फुड्समा सर्च गरेर तपाईँहरू सबैले किनिदिनु होला लास्टमा चाहिँ मेरो पोडकास्टको यो चाहिँ जीवन भोगाई तपाईँले भोगेको जीवनको कहानीहरू जे छ त्यो भनिदिनु होला हुन त एक चरणको जीवनै तपाईँले यहाँ सुनाइसक्नु भएको छ तर मैले केही जीवन भोगाईबाट केही आफ्ना भनाइहरू राखिदिनु होला जीवन के रहेछ दिदी आजसम्मको भोगाईको आधारमा हेर्दा जीवन सङ्घर्ष रहेछ जीवन सङ्घर्ष रहेछ सङ्घर्ष गर्नै पर्छ हामी यो संसारमा जन्म लिएर आइसकेपछि दुःख नगरिकन सुख छैन र जन्म र मृत्यु सत्य हो यो चाहिँ हामीले स्वीकार्नुपर्छ र मैले धेरैलाई भन्छु फेरि पनि भन्छु सिकौँ आत्मनिर्भर बनाऊ आफ्नो खुट्टामा आफै उभियौँ हामीलाई सानोतिनो रोग लाग्ला ठुलै रोग लाग्ला हामी हिम्मत कहिले नहारौँ त्यही भन्नुहुन्छ हजुर आमा त संसार हो नि आमा संसार हो आमा जस्तो त कोही पनि छैन यो संसारमा आमा बुवा जस्तो कोही पनि छैन यो संसारमा जसको आमा हुनुहुन्छ नि आमा बुवा हुनुहुन्छ नि अहिलेदेखि नै आमा बुवाको इज्जत गर्नुहोस् माया गर्नुहोस् सायद मैले मेरो आमालाई माया गरेको थिएँ र आज मेरो सन्तानले मलाई माया गरिरहेका छन्
मलाई पालोको स्याहारेको छ। पैसो हुन्छ। पालोको पैँचो। त्यस कारणले गर्दाखेरि आमा बुवालाई कहिले नरुवाउनुहोस्, आमा बुवाले कहिले गलत बाटो हिँड भनेर भन्दैनन्। त्यस कारणले गर्दाखेरि आमा संसार हो। बाबा बाबा पनि संसारै हो। मेरो त बुवा धेरै सोझो हुनुहुन्थ्यो। बुवा बितेको त 20 वर्ष भइसक्यो। धेरै माया गर्नुहुन्थ्यो। आमा बितेको 6 वर्ष भयो। जब आमा बित्नुभयो, जब बुवा बित्नुभयो, मलाई संसारमा कोही छैन जस्तो लाग्यो। त्यसपछि छोराछोरीको मुख हेरेँ। होइन, मेरो लागि म छोराछोरीलाई बाँच्नुपर्छ, छोराछोरीको लागि गर्नुपर्छ, समाजको लागि गर्नुपर्छ। मैले आफ्नो लागि कहिले स्वार्थ भावनाले मैले काम गरिनँ। मेरो कारणले गर्दा कसैको चुलो बलोस् भनेर सिकाउन थालेँ। त्यस कारणले गर्दाखेरि जिन्दगी सङ्घर्ष हो र हामी मरेर जाँदा पनि एउटा नाम चाहिँ रहिरहोस् भन्न चाहन्छु। सन्तान सबथोक हो। सन्तान पनि एकदमै खुसी हो, तर लायकको सन्तान हुनु पर्यो। होइन, संस्कारी बनाउन सक्नु पर्यो। सन्तानले जब पीडा दिन्छ नि, मैले कतिपय देख्छु, सन्तानले पीडा दियो भने सहन गाह्रो हुन्छ। कति दुःख गरेर, कति सङ्घर्ष गरेर जन्माएर हुर्काएर कति आशा हुन्छ तिनी छोराछोरीबाट सुख पाउला, सन्तुष्टि पाउला भनेर। त्यस कारणले गर्दाखेरि सन्तानलाई चाहिँ सही बाटो लानुपर्छ भन्छु मैले चाहिँ। श्रीमान चाहिँ सबैको भाग्यमा जीवनसाथी राम्रो लेखेको हुँदैन। आफू राम्रो हुँदै पनि साथ नपाइँदो रहेछ। त्यस कारणले गर्दाखेरि त्यो चाहिँ पछिबाट जोडेको सम्बन्ध हो। तर जीवनसाथी जस्तो ठुलो कुरो केही होइन भन्छन् मनलाई चाहिँ। तर मैले चाहिँ आमा बुवा जस्तो दोस्रो घर श्रीमान पाउनु पाइएन। त्यस कारणले सबैलाई त म भन्दिनँ है। फेरि श्रीमानको परिवारहरूसँग चाहिँ कस्तो छ त? राम्रो छ। अहिले 96 वर्षको ससुरा हुनुहुन्छ, नन्दहरू 7वटी हुनुहुन्छ, भाउजू भन्नुहुन्छ, कस्तो छ भन्नुहुन्छ, सोध्नुहुन्छ, ससुराले फोन गरेर भिडियो कल गर्नुहुन्छ। सबैसँग मेरो राम्रो छ। श्रीमान बाहेकका सब परिवार तपाईँको साथ? सबै मेरो साथमा हुनुहुन्छ। अनि अब उहाँलाई चाहिँ मैले सम्झाउन सकिनँ पहिलेदेखि। त्यस कारणले उहाँ जे गर्नुहुन्छ, जहाँ हुनुहुन्छ खुसी साथ बस्नुहोस् भन्छु मैले चाहिँ। उहाँलाई मलाई जस्तो पीडा नपरोस्, तर भन्न सकिन्न। मेरो आँसुले गर्दा त के होला थाहा छैन। तैपनि म श्राप दिन्न। होइन, आँसु नलागोस्। मैले चाहिँ श्राप दिन्न। श्राप दिने त माथि उपराला हुनुहुन्छ नि, होइन। त्यस कारणले गर्दाखेरि ठिकै छ भाइ। यस्तै पैसा सबथोक होइन। पैसा सबथोक होइन। पैसाले मात्रै मान्छेलाई सुख शान्ति मिल्दैन। सबथोक होइन पनि हो पनि, मानौँ न। होइन, पैसै थुप्रो छ, तर मनमा शान्ति छैन, घरमा झैझगडा छ, त्यो के काम भयो त? काम भएन। होइन, पैसैले मान्छे बाँच्यो भने डाक्टर उपेन्द्र देवकोटा पनि त क्यान्सरबाट बित्नु भएको हो। होइन, त्यस कारणले गर्दाखेरि पैसा सबथोक होइन, तर चाहिन्छ, आवश्यक छ। पैसाले बाँच्ने भयो त डाक्टर, आज पनि हामी जीवित देख्थ्यौँ भन्ने कति ठुल्ठुलो मान्छेहरू हामी देख्थ्यौँ त जीवित। होइन, त्यस कारणले गर्दाखेरि यस्तै छ भनौँ। पैसा त मान्छेले सबथोक हो भनेर अनेक थरी नराम्रो काम गरेर हिँड्छ नि त पैसा कमाउनलाई। त्यो चाहिँ मलाई ठिक लाग्दैन। लाग्दैन। जे छ त्यसैमा बाँच्नु, सत्य बाटो हिँड्ने हो, सही बाटो हिँड्ने हो। सत्यको एक दिन जित हुन्छ। धर्म यस्तो हो। धर्म के हो भनेपछि मैले चाहिँ कहिले पनि मन्दिरमा जाँदा टोकरीभरि फुल लिएर जाँदैन। गुड है, मन्दिर जान्छु, भगवान्लाई ढोग्छु, भगवान् रक्षा गर, सम्पूर्णको रक्षा गर भन्छु। फर्केर आउँदा जुन सिँढीमा माग्न बसेका त्यो त्यत्तिकै त हात थापेर कोही पनि बस्दैन नि त। आँटै आउँदैन नि त। होइन, त्यस कारणले उहाँहरू बसेको मान्छेलाई चाहिँ मैले ल यो खानुहोस् भन्छु, दिन्छु। र मेरो जन्मदिनमा, मेरो छोराछोरीको जन्मदिनमा मैले अनावश्यक खर्च गर्दैन भाइ। मसँग होस् नहोस्, मैले चाहिँ कि त दृष्टिबिनहरूलाई बोलाएर खुवाउँछु, उहाँहरूलाई सकेको सहयोग गर्छु, कि त म आश्रममा अनाथालयमा गएर खुवाउँछु, एक छाक भए पनि मेरो तर्फबाट।
के त तपाईँको यो वृद्ध आश्रम हाम्रो मानव सेवा आश्रममा म धेरै पटक गएँ। त्यहाँ मैले धेरैलाई लगेर राखेको छु। त्यस कारणले गर्दाखेरि मलाई खुसी के लाग्छ भने मेरो कारणले गर्दा कसैले नयाँ जीवन पाओस्, तातो एक छाक खान पाओस्, तातो बिस्तारामा सुत्न पाओस्। आज बुढी आमा बुवालाई लगेर मैले आश्रममा मैले राखिदिएँ, लगेँ, पुऱ्याइदिएँ। आज हेर्नुहोस् त उहाँहरू नयाँ जीवन पाउनु भएको छ। के उहाँहरूको आशीर्वाद मलाई नलाग्ला र? होइन, एक न एक दिन त लाग्ला। एक दिन लाग्ला नि त। त्यही सोच राख्छु र म मर्दैन, अझै मैले धेरै गर्नु छ भन्ने सोच्छु। आफन्त छन् गेडी सबै मेरी, छैन गेडी सबै तेरी है। हुँदा सबैको हाई हाई, होइन? त्यस्तै हो, सबै आफन्त नराम्रो पनि हुँदैन। र मैले त भोगिसकेँ नि त, होइन? त्यस कारणले गर्दाखेरि अब माया त लाग्छ नि। दाइ भाइ हुनुहुन्छ, आमा बुवा नभए पनि दाइ भाइ छन्, माया लाग्छ। बहिनीहरू छन्, माया लाग्छ। तर जुन हाम्रो परिवारमा छ नि, मेरो छोरा छ, मेरो छोरी छ, म छु, उता बाहिर छोरी छ, होइन? जति पीडा हामीलाई छ नि, जति आँसु हाम्रो आएको छ नि, अरूको आउँदैन। भाइ। हस्, थ्याङ्क यू सो मच दिदी। अब जाँदै तपाईँबाट मात्र उपहार लिएर भएन, म पनि केही उपहार दिएर पठाउँछु हजुरलाई। यहाँ ल्याइसकेपछि सुरुवात यहीँबाट गर्छु। तपाईँ जस्तै महिला अर्को दिदी सुषमा महराले मैले चिन्छु चलाउँदै आएको फेसल हाउसले आज तपाईँलाई क्यान्सर मात्र जित्दैन, जिन्दगी नै जित्नु होला भन्दै उहाँबाट 5,000 बराबरको भाउचर गिफ्ट छ। यो चाहिँ तपाईँले मेकअप गर्नुपर्छ, चिन्छु भनिसक्नुभयो, भेट्ने भएको छ। ल, धन्यवाद सुषमा बहिनी। मलाई जुन पनि कार्यक्रममा, मलाई बर्थडेमा, मलाई एनिभर्सरीमा मेरो सुषमा बहिनीले मलाई धेरैचोटि बोलाउनु भएको छ। म गएको छु। उहाँसँग मेरो धेरै नजिकको एउटा दिदीबहिनीको सम्बन्ध छ। मलाई अब हजुरले मलाई राम्रै बनाउनु पर्छ है बहिनी, किनकि म अलि दुब्लाएर पहिला जस्तो म फेरि मेरो फेस छैन। हजुरले मलाई राम्रै बनाउनु पर्छ। धन्यवाद ल सुषमा बहिनीलाई, मलाई सहयोग गर्नुभएकोमा। ओके, अब अर्को पनि जान्छु म। यो चाहिँ अब तपाईँले नेपाली प्रोडक्टहरू, नेपाली जडीबुटी खान्छु भनिसकेपछि जडीबुटी कति राम्रो छ भन्ने कुरा यहाँलाई पनि बुझिन्छ। अब दिदीको कपाल त किमो लगाएपछि झरेन रहेछ, फेरि झरेन, मेरो लगभग 20-25% झऱ्यो, झरेन। ओके, अझै यो कपाललाई राम्रो यत्तिकै बनाउनु पर्यो दिदीको। त्यसका लागि चाहिँ नेपालमै उत्पादित 37वटा जडीबुटीबाट बनेको यो केसबुक तेल छ दिदी। यो पनि एकदम प्रभावकारी छ, मैले नै प्रयोग गरिरहेको छु। ल, धन्यवाद हजुरलाई, यो म प्रयोग गर्नेछु। ओके, अर्को पनि अब हजुरको लागि गिफ्ट छ। अब त्यसै पनि छातीको तपाईँले त्यत्रो उपचार गरिसक्नु भएको छ, क्यान्सरबाट बचिसक्नु भएको छ। यो चाहिँ यो पनि मालिस तेल हो हजुरको लागि, अझै स्पेसल हो यो जस्तो लाग्छ मलाई। मेरो हड्डीहरू दुख्छ, किमोको औषधि खानाले मैले मालिस गर्छु, डेली गर्छु। ल, यो एकदमै प्रभावकारी छ। यो पनि 13 जडीबुटीको हो। ल, धन्यवाद। र लास्टमा चाहिँ तपाईँ जस्तै दिदी बहिनीहरूको माया र मसला चलाउनुहुन्छ हाम्रो, चिन्नुहुन्छ होला सायद। मैले किन नचिन्नु, मेरोमा आउनु भएको छ, हामीसँगै टिकटक पनि बनाएका छौँ, होइन? उहाँले धेरै राम्रो गर्नुभएको छ, मलाई खुसी लागिरहेको छ। निशा दिदीको, होइन? निशा दिदी माया र मसला टिकटकमा त नम्बर 1 नै हुनुहुन्छ है उहाँले। धेरैको माया पाउनु भएको छ। आज तपाईँलाई यो उपहार माया र मसलाको तर्फबाट धन्यवाद। ल माया बहिनी, आज हजुरले दिनुभएको उपहार म घर लगेर खानेछु र घर गएर फोन गरेर भिडियो कल गरेर म देखाउने छु हजुरलाई। हजुर, सरगम पोडकास्टबाट पाएँ भनेर है। ओके, त्यो चाहिँ ऊ हो, गुलियो खाना हुन्छ होला? अलिअलि खान्छु म। ओके, अलिअलि खानु होला। मायाले दिएको चिजले केही फरक पर्दैन। केही फरक त हामी भन्दै के अरे प्रसाद पनि गुलियो हुन्छ, अनि सुगर लाग्ने पनि खान्छन् भन्छन् नि त, होइन? ओके, थ्याङ्क यू सो मच दिदी। आज हजुरको बारेमा धेरै बुझ्ने पाएँ, बुझ्ने मौका मात्रै पाइनँ कि अरूलाई पनि बुझाउन पाएँ। यही त हो, कतिपय कुराहरू गर्दै जाँदा नगर्दै हुन्थ्यो भन्ने पनि थियो होला हजुरको, तर मैले ल्याइदिएँ होला, यसप्रति क्षमा चाहन्छु। र कतिपय मैले ल्याउनु पर्ने कुरा नि ल्याउन सकिनँ होला, त्यो चाहिँ अर्को पोडकास्टमा मैले भनेको नि। दिदीले क्यान्सर जितिसकेपछि धेरै भन्न बाँकी छ दिदीको, धेरै सुन्न बाँकी छ हामीले। त्यो जितेको भोलिपल्ट, होइन, दिदीको कहानी, दिदीको कथा यहीँ ल्याएर सुनाउन भयो। थ्याङ्क यू दिदी।